नमस्कार सबैलाई मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। पहिलाको ट्युटोरियल भिडियोमा चाहिँ हामीले इन्ट्रोडक्सन टु सी शार्प पढाएको थियौँ। त्यो इन्ट्रोडक्सन टु सी शार्पमा हामीले क्लास कसरी बनाउने, त्यसभित्र स्ट्याटिक मेथड कसरी बनाउने, त्यो पनि भोइड युज गरेर, भोइड भनेको नन रिटर्न टाइप भयो। अनि त्यो क्लासभित्र मेथड बनाएर कसरी प्रिन्ट गर्ने भनेर सिकाएको थियौँ। अब हामी त्यहीबाट कन्टिन्युएसन गर्छौँ हामीहरू यो ट्युटोरियल भिडियोमा चाहिँ। यो ट्युटोरियल भिडियोमा हामीले पढ्ने भनेको भ्यारिएबल्स र डेटा टाइपको बारेमा भयो। भ्यारिएबल्स भनेको के हो र डेटा टाइप भनेको के हो भनेर पढ्नु भयो हामीले। आजको भिडियो सुरु गरौँ। आजको यो ट्युटोरियल भिडियोमा चाहिँ हामीले पढ्ने भनेको भ्यारिएबल र डेटा टाइप्स भयो। आजको एजेन्डाजहरू भनेको प्रिभियसली हामीले इन्ट्रोडक्सन टु डेटा टाइप पढ्यौँ, मोडलको सर्ट ओभरभ्यूहरू दिएको थिएँ मैले त्यसमा। अनि त्यसपछि नेट ओभरभ्यू र इकोसिस्टमको बारेमा पढेको थियौँ। अनि त्यसपछि पहिला क्लास कसरी बनाउने, अनि क्लासभित्र स्ट्याटिक मेथड कसरी बनाउने, त्यो पनि भोइड युज गरेर, अनि त्यसभित्र कसरी प्रिन्ट गर्ने भनेर सिकाएको थियौँ। अनि हामीले टुल्स एन्ड टेक्नोलोजीको बारेमा सिकाएको थियौँ, सर्ट ओभरभ्यू दिएको थियो मैले टुल्स एन्ड टेक्नोलोजीको बारेमा। अनि त्यसपछि भनेको एसटिके र आइडिए र वर्कलोडको बारेमा भनेको थिएँ मैले। अब आजको एजेन्डा भनेको चाहिँ के हो भन्दाखेरि आज चाहिँ सी शार्पको सिन्ट्याक्सहरू पढ्छौँ, भ्यारिएबल र मेमोरी पढ्छौँ, स्ट्रिङ एरेज र जेनेरिक कनेक्सन्सहरू पढ्छौँ हामी आज। अनि फर्स्टमा सिन्ट्याक्स एसेन्सियल भन्दाखेरि कमेन्ट्स भनेको रिडेबल र ह्युमन अन्डरस्ट्यान्डिङ ल्याङ्ग्वेजमा हामीले कमेन्ट लेख्नुपर्छ, मिनिङफुल कमेन्ट हुनुपर्छ। त्यो चाहिँ नेसेसरी ठाउँमा मात्रै लेख्नुपर्छ। अनि कुनै कुनै बेलामा हामीले कमेन्ट भनेको दुईवटा टाइप अफ कमेन्ट हुन्छ, एउटा सिङ्गल लाइन कमेन्ट र एउटा मल्टी लाइन कमेन्ट हुन्छ। सिङ्गल लाइन कमेन्ट भनेको चाहिँ त्यो चाहिँ सर्ट र वान लाइन कमेन्ट हो, कोडभन्दा अगाडि लेख्ने, त्यो चाहिँ टेक्स्ट फर्मेटमा हुन्छ। हामीले कमेन्ट भनेको यसरी लेख्नुपर्छ, हामीले कमेन्ट भनेको माथि वर्ड फर्मेटमा लेख्नुपर्छ कमेन्टहरू भनेको। अनि त्यसपछि त्यो कमेन्ट चाहिँ हामीले किन लेख्नुपर्छ भने यदि सपोज हाम्रो कोड चाहिँ नन कोडरहरूले सपोज हाम्रो कोड हेरिरहेछ, फर इक्जाम्पल नन कोडरहरूले हाम्रो कोडहरू हेरिरहेछ, अनि त्यो नन कोडरहरूले पनि हाम्रो कोडहरू बुझ्नु पऱ्यो भने कमेन्ट थ्रु बुझ्छ, कसरी कोडहरू युज भइरहेछ, के भइरहेछ भनेर कमेन्ट पढेर बुझ्छ तिनीहरूले। अनि सी शार्पको सिन्ट्याक्सहरू हामीले पढ्छौँ आज। सी शार्पको सिन्ट्याक्समा कमेन्टहरू भयो। अब सिङ्गल लाइन कमेन्ट र मल्टी लाइन कमेन्टको बारेमा भयो। सिङ्गल लाइन कमेन्ट भनेको चाहिँ एउटा सर्ट वर्डमा लेख्ने भयो, एक लाइनमा लेख्ने भयो कमेन्ट भनेको। मल्टी लाइन कमेन्ट भनेको चाहिँ हामीले मल्टिपल लाइनमा कमेन्ट लेख्न मिल्छ, ग्रुप अफ एक्सप्लेनेसन एन्ड डिजेबल कोड भनेर भनेको छ। यो भनेको ब्लक अफ कोडलाई मल्टिपल लाइन युज गरेर एक्सप्लेन गर्ने भयो। यो भनेको ब्लक अफ कोडलाई मल्टिपल लाइन युज गरेर एक्सप्लेन गर्ने भयो यो भनेको। अर्को भनेको इन्ट एड, इन्ट ए र बी भयो। अनि त्यसपछि यसमा के गरेर एक्सप्लेन गरेको छ भने दिस फङ्सन एड्स टु इन्टिजर्स एन्ड रिटर्न्स द रिजल्ट्स भनेर भनेको छ। ए र बी भन्ने एउटा इन्टिजर, ए र बी भन्ने एउटा भ्यारिएबल डिक्लेयर गरेको छ। त्यो भ्यारिएबलमा फर्स्ट नम्बर, ए भनेको फर्स्ट नम्बर र बी भनेको सेकेन्ड नम्बर, हामीले जे पनि डिक्लेयर गर्दा हुन्छ। इन्ट फर्स्ट नम्बर, इन्ट सेकेन्ड नम्बर भनेर डिक्लेयर गरेर त्यसै रिटर्न फर्स्ट नम्बर प्लस सेकेन्ड नम्बर गर्दाखेरि पनि हुन्छ हामीले। अर्को भनेको डकुमेन्टमा कमेन्ट गर्न मिल्छ, हामीले डकुमेन्ट कमेन्ट्सहरू हामीले यसरी समरी युज गरेर पनि कमेन्ट गर्न मिल्छ हाम्रो सी शार्पमा चाहिँ। सी शार्पमा प्यारामिटर रेफ र समरी युज गरेर पनि हामीले कमेन्ट गर्न मिल्छ हाम्रो सी शार्पमा चाहिँ। यो भनेको सी शार्पमा मात्र हुने फिचर्स भयो यो कमेन्ट्स भनेको। अर्को भनेको चाहिँ हाम्रो के इन्डेन्टेसनको कुरा पनि आउँछ। इन्डेन्टेसन भनेको स्पेसिङ र ट्याबहरू दिनु हो बिगिनिङमा, बिगिनिङ लाइन अफ कोडमा स्पेसिङ र ट्याबहरू दिनु हो इन्डेन्टेसन भनेको। इन्डेन्टेसन चाहिँ हामीले किन दिनुपर्छ भनेपछि इन्डेन्टेसन चाहिँ कोडेबल रिडेबल कोड इम्प्रुभ गर्नलाई, रिडेबिलिटी बढाउनलाई भनेको, कोडलाई ब्युटिफाई गर्नलाई, यो भनेको बेस्ट प्र्याक्टिस भयो। इन्डेन्टेसन चाहिँ एकदमै म्याटर गर्छ यसमा सी शार्पमा। सी शार्प होस्, जाभा होस्, पाइथन होस्, त्यसमा पनि इन्डेन्टेसन एकदमै म्याटर गर्छ। अर्को भनेको हाम्रो स्टेटमेन्ट्स र ब्लक हुने भयो। स्टेटमेन्ट्स भनेको चाहिँ एउटा सिम्पल स्टेटमेन्ट्स भनेको चाहिँ एउटा एक्सन द्याट एक्जिक्युट कोड एन्ड विथ भनेर भनेको छ। कसले एक्सन गर्छ, एक्सन भनेको एक्सन प्ले गर्छ, एक्जिक्युट कोड एक्जिक्युट गर्छ, यसले कोड एक्जिक्युट गर्छ। अनि त्यसपछि त्यसको एन्ड रोल के हो, एन्ड केबाट एन्ड भएको हो त्यो हेर्नुपर्छ हामीले। अनि सिम्पल स्टेटमेन्टमा इन्ट एट इक्वल स्टेट भनेर भनेको छ। यो भनेको कम्पाउन्ड स्टेटमेन्ट भनेको चाहिँ अ ब्लक अफ कोड इनसाइड कर्ली ब्राकेट, कर्ली ब्राकेटभित्रको ब्लक अफ कोडलाई चाहिँ हाम्रो कम्पाउन्ड स्टेटमेन्ट भनेर भन्यो। अनि त्यसपछि अर्को भनेको ब्लक्स भन्दाखेरि ग्रुप मल्टिपल स्टेटमेन्ट
इच लुप र लुप्स र कन्डिसनल भनेर भनेको छ। लुप्स र कन्डिसनल अनुसार मल्टिपल स्टेटमेन्टहरू ग्रुप गर्छ ब्लक भनेको। फर आई इक्वल्स 0, आई इज ग्रेटर देन 5, आई प्लस प्लस भनेको पोस्ट इन्क्रिमेन्ट भयो। पोस्ट इन्क्रिमेन्ट भनेको पछाडिबाट प्लस प्लस एड गर्दाखेरि पोस्ट इन्क्रिमेन्ट हुन्छ। अनि कन्सोल द राइट लाइन आई प्रिन्ट गर भनेर भन्यो। यो लुपहरूको हामीले पछि अर्को क्लासहरूमा पढ्छौँ। हामीले एक्सप्रेसन्सहरूको बारेमा भयो। हामीले आज एक्सप्रेसनहरूको बारेमा पनि पढ्छौँ। एक्सप्रेसनहरूको बारेमा भन्दाखेरि कम्बिनेसन्स भ्याल्युज भेरिएबल र अपरेटर्सलाई चाहिँ एक्सप्रेसन भनेर भन्छ, जुनले चाहिँ रिजल्ट इभ्यालुएट गर्छ। त्यो चाहिँ अर्थमेटिक अपरेसन हुन्छ, अर्थमेटिक एक्सप्रेसन हुन्छ, लजिकल एक्सप्रेसन हुन्छ र अब्जेक्ट क्रिएसन एक्सप्रेसन हुन्छ। अर्थमेटिक एक्सप्रेसनमा 5+3 गर्दाखेरि प्लस माइनस डिभिजनहरू भयो भने चाहिँ त्यो चाहिँ अर्थमेटिक अपरेसन भयो। अर्थमेटिक अपरेसनमा चाहिँ हामीले इन्ट नम इक्वल्स 5+3 भनेर लेखेको छ, यो भनेको अर्थमेटिक एक्सप्रेसन भयो। लजिकल एक्सप्रेसन भनेको चाहिँ ट्रु कि त फल्स, ट्रु अर फल्समा हुन्छ। किनभने कन्सोल डट राइट लाइन नेम इक्वल्स डन भन्दाखेरि यो स्टेटमेन्ट ट्रु हुनुपर्छ कि त फल्स हुनुपर्छ लजिकल स्टेटमेन्टमा चाहिँ, लजिकल एक्सप्रेसनमा चाहिँ। अनि त्यसपछि अर्को अब्जेक्ट क्रिएसन एक्सप्रेसन भयो। अब्जेक्ट क्रिएसन एक्सप्रेसनमा चाहिँ लिस्ट क्रिएट गर्छौँ हामीले, लिस्ट अफ भ्यालु पठाएर हुन्छ। अब्जेक्ट क्रिएसन एक्सप्रेसनमा चाहिँ हामीले भ्यालु चाहिँ लिस्ट अफ भ्यालु पठाएर हुन्छ। सी शार्पमा चाहिँ लिस्ट इन्ट भनेको छ, माइलिस्ट भनेर भनेको छ, इक्वल्स न्यू लिस्ट भनेर भनेको छ। यो भनेको अब्जेक्ट क्रिएसन भयो। अब्जेक्ट बनाउँदाखेरि न्यू किवर्ड युज गरेर हामीले अब्जेक्ट क्रिएट गर्छौँ। हामीले यो अब्जेक्ट क्रिएसन गर्छौँ, अब्जेक्ट क्रिएसन के युज गरेर गर्छौँ भनेपछि अब्जेक्ट क्रिएसन भनेको न्यू किवर्ड युज गरेर हामीले अब्जेक्ट क्रिएसन गर्छौँ हामीले है। अनि त्यसपछि मल्टिलाइन कमेन्ट भनेको यो भइहाल्यो। मल्टिलाइन कमेन्ट र सिङ्गल लाइन कमेन्ट भनेको इन्ट स्कोर इक्वल्स 90 भनेर भनेको छ। यदि स्कोर लेस देन अर इक्वल्स 60 छ भने यो टर्नरी अपरेटर पनि युज गरेको छ। टर्नरी अपरेटरमा स्ट्रिङ ग्रेड इक्वल्स स्कोर लेस देन अर इक्वल्स 90 वाट ए टर्नरी अपरेटर बी भनेर भनेको छ। टर्नरी अपरेटर पनि युज गरेको छ यसमा। अनि कन्सोल डट राइट लाइन ग्रेड भनेर भनेको छ, ग्रेड प्रिन्ट गरेर भनेको छ। यसले ग्रेड देखाउँछ। स्कोर 90 भन्दा 90 अथवा 90 भन्दा कम छ भने ग्रेड देखाऊ, स्कोर देखाऊ भनेर भनेको छ यसले चाहिँ। अनि त्यसपछि अर्को एउटा भनेको हाम्रो टप लेभल स्टेटमेन्ट्स हुन्छ। टप लेभल स्टेटमेन्ट्स भनेको कोड प्लेस्ड डिरेक्टली इन अ फाइल विदाउट बिङ नेस्टेड भनेर भनेको छ। जुन चाहिँ कोड चाहिँ डिरेक्टली फाइलभित्र प्लेस भएको हुन्छ त्यो चाहिँ नेस्टेड हुँदैन, त्यो चाहिँ क्लास अथवा म्याथड हुन्छ। त्यो चाहिँ क्लास अथवा म्याथड हुन्छ। अनि त्यसपछि इन्ट्रोड्युस्ड इन सी शार्प, यो भनेको सी शार्पमा मात्र भएको हो। सी शार्प 9.0 देखि इन्ट्रोड्युस भएको हो। .NET 5+मा हुन्छ यो भनेको, .NET 5+मा मात्र हुन्छ। अनि त्यसपछि यसले चाहिँ एन्ट्री पोइन्ट र युटिलिटिज फाइलहरूलाई सिम्प्लिफाई गर्छ, सिम्पलर बनाउँछ। इक्जाम्पलमा यो भयो। ट्रेडिसनल स्टाइल भन्दाखेरि हाम्रो क्लास स्ट्याटिक भोइड मेन भनेर बनाएको छ। यो भनेको डिफल्टमा स्ट्याटिक भोइड मेन छ भने यो भनेको डिफल्टमा प्राइभेट हुन्छ। अनि पब्लिक बनाउँछ भने हामीले पब्लिक एक्सेस मोडिफायर डिफाइन गर्नुपर्छ। हामीले इन्ट्रोडक्सन टु सी शार्पमा पनि त्यो पढाएको थियौँ। अनि त्यसपछि कन्सोल डट राइट लाइन गर्दाखेरि हेलो वर्ल्ड भनेर प्रिन्ट गरेको छ। हामीले यो चाहिँ डिफ्रेन्ट क्लास बनाएर क्रिएट गर्छौँ। अनि त्यो क्लासलाई चाहिँ यहाँ मेनली हामीले कल मात्र गर्छौँ। हामीले प्रोग्राम द सीएसमा त्यो क्लासलाई डिफ्रेन्ट क्लास बनाउँछौँ। त्यो डिफ्रेन्ट क्लासलाई हामीले यहाँ कल गर्छौँ। त्यो कोड रियुजेबिलिटीको लागि हामीले बनाउँछौँ हामीले त्यो क्लासेसहरू। अनि टप लेभल सिन्ट्याक्समा टप लेभल स्टेटमेन्टमा हामीले के पढ्छौँ भनेपछि यो चाहिँ कहाँ युज गर्छौँ हामीले भनेर भनेको छ। यसले चाहिँ कन्सोल एपमा युज गर्छ, सिम्पल कन्सोल एपमा युज गर्छौँ हामीले। अनि यो चाहिँ युटिलिटी स्क्रिप्ट हुन्छ, डेटा प्रोसेसिङको लागि युज हुन्छ इक्जाम्पलमा। अनि त्यसपछि यसले चाहिँ बोइलर प्लेट कोडहरू रिड्युस गर्छ, यसले बोइलर प्लेट कोडहरूलाई मिनिमाइज गर्छ भनेर भनेको छ। अर्को भनेको रेस्ट्रिक्सन्सहरू के हुन्छ टप लेभल स्टेटमेन्टमा। टप लेभल स्टेटमेन्टमा रेस्ट्रिक्सन हुने कुराहरू हामीले हेरौँ। अब एउटा एक्सेस मोडिफायरमा पब्लिक र प्राइभेट युज गर्न मिल्दैन हामीले। टप लेभलमा पब्लिक एक्सेस मोडिफायर पब्लिक प्राइभेटहरू युज गर्न मिल्दैन। अनि त्यसपछि यो चाहिँ टप लेभल स्टेटमेन्टमा के हुन्छ भनेपछि टप लेभल स्टेटमेन्टमा चाहिँ यो चाहिँ मल्टिपल सिएस फाइलमा स्प्रेड भयो, डिभाइड गर्न मिल्दैन। यसलाई चाहिँ मल्टिपल सिएस फाइलमा हामीले डिभाइड गर्न मिल्दैन भनेको एउटै सिएस फाइलमा मात्र हामीले प्रोग्राम द सिएसमा मात्र हामीले प्रिन्ट गर्न मिल्छ हामीले। यो भनेको इनभ्यालिड हुन्छ। हामीले प्राइभेट भोइड लग भनेको इनभ्यालिड हुन्छ। अब हामीले आइडेन्टिफायर्स र नेमिङ कन्भेन्सनहरू के पढ्छौँ भनेर भनेको छ। हामीले क्लासेसको बारेमा हेरौँ। क्लासेस फर्स्ट नै भनौँ भ्यारिएबल्स। फर्स्टमा भ्यारिएबल्स हुन्छ। भ्यारिएबल्स भनेको डिक्लेरेसन भयो, भनेको इन्ट ए
इन्ट बी भन्ने एउटा भेरिएबल भयो। अनि त्यसपछि मेथड्स हुन्छ। मेथड्स भनेको इन्स्टेन्स मेथड र स्ट्याटिक मेथड हुन्छ। इन्स्टेन्स मेथड भनेको चाहिँ हामीले स्ट्याटिक डिफाइन गर्नु पर्दैन, पब्लिक इन्ट एज गऱ्यो भने चाहिँ इन्स्टेन्ट मेथड भयो। अनि त्यसपछि स्ट्याटिक मेथड हुन्छ एउटा, पब्लिक स्ट्याटिक इन्ट एज भनेर डिफाइन गर्यो भने चाहिँ त्यो चाहिँ स्ट्याटिक मेथड भयो। अनि अर्को भनेको इन्टरफेसेस हुन्छ। इन्टरफेसेस भनेको चाहिँ फुल्ली एब्स्ट्राक्ट भयो। फुल्ली एब्स्ट्राक्टमा चाहिँ हामीले के हेर्नुपर्छ भनेपछि एब्स्ट्राक्ट क्लास हुन्छ एउटा। इन्टरफेस भनेको फुल्ली एब्स्ट्राक्ट भयो होइन। त्यसमा चाहिँ एउटा आई लगर भन्ने एउटा इन्टरफेस बनायो भने त्यसले चाहिँ लगर सर्भिसमा त्यो इनहेरिट हुन्छ, इनहेरिट गर्छ, त्यसलाई चाहिँ इन्टरफेस भनेर भनिन्छ, इम्प्लिमेन्ट गर्छ त्यसलाई चाहिँ इन्टरफेस भनेर भनिन्छ, सरी इनहेरिट गरेर चाहिँ इम्प्लिमेन्ट गर्छ त्यसलाई चाहिँ इन्टरफेसेस भनेर भनिन्छ। अरू भनेको नेमस्केप्सहरू हुन्छ। नेमस्केप्स भनेको चाहिँ फर्स्टमा डिफाइन गरेको हुन्छौँ हामीले, नेमस्केप्स युज गरेर हामीले डिफाइन गरेको हुन्छौँ, नेमस्केप्स किवर्ड गरेर युज गरेर डिफाइन गर्छौँ हामीले। यसमा क्लासेस हुन्छ। यो क्लासेस भनेको ब्लुप्रिन्ट अथवा ट्याब्लेट भयो। क्लासेसमा के हेर्छौँ भने चाहिँ हामीले एउटा पब्लिक क्लास पर्सनल डिटेल्स भनेर हामीले बनाएको छौँ, त्यो भनेको क्लास भयो। क्लासभित्र चाहिँ मेथड हुन्छ जहिले पनि, क्लासभित्र मेथड हुन्छ। अनि मेथडभित्र चाहिँ हामीले भ्यारिएबलहरू डिक्लेयर गर्छौँ हामीले, जहिले पनि मेथडभित्र चाहिँ हामीले भ्यारिएबलहरू डिक्लेयर गर्छौँ। अनि त्यसपछि अर्को भनेको आइडेन्टिफायर र नेमिङ कन्भेन्सन्सहरू हुन्छ। आइडेन्टिफायर र नेमिङ कन्भेन्सनमा चाहिँ हामीले रुल्सहरू हुन्छ, कुनै धेरै रुल्सहरू हुन्छ, कुनै कुनै रुल्सहरू फलो गर्नुपर्छ नेमिङ आइडेन्टिफायर्सको लागि हामीले। यो चाहिँ लेटर एबाट स्टार्ट हुनुपर्छ, लेटर एबाट अथवा अन्डरस्कोरबाट स्टार्ट हुनुपर्छ भनेको छ। यो चाहिँ डिजिटबाट स्टार्ट हुनु हुँदैन भनेपछि हाम्रो यहाँ एक्जाम्पल यो चाहिँ केस सेन्सिटिभ हुन्छ मेनली। पब्लिक भनेको क्यापिटल पी र स्मल पी भनेको चाहिँ दुईवटा भनेको चाहिँ डिफ्रेन्ट वर्ड भयो। यसमा चाहिँ सिसाबले चाहिँ क्यापिटल पी र स्मल पी लेख्यो भने डिफ्रेन्ट वर्डहरू बुझ्छ यसले। हामीले युजली रियल वर्ल्डमा लेटर लेख्दाखेरि वर्डहरू लेख्दाखेरि हामीले क्यापिटल वर्ड र स्मल वर्ड लेखे पनि केही फरक पर्दैन भनेर बुझाएको थियौँ भने हामीले यो सिसाब चाहिँ केस सेन्सिटिभ हुने भएर त्यसले चाहिँ स्मल पी र क्यापिटल पीलाई डिफ्रेन्ट वर्ड्स भनेर बुझ्छ यसले। यो चाहिँ डिफ्रेन्ट क्याटेगोरीको वर्ड हो भनेर बुझ्छ। हामीले यसलाई चाहिँ कहिले पनि नम्बरहरूले स्टार्ट गर्न मिल्दैन, हामीले स्ट्रिङ वान भ्यारिएबल भनेर स्टार्ट गर्न मिल्दैन, स्ट्रिङ वान भ्यारिएबल भनेर स्टार्ट गर्न मिल्दैन हामीले, इनभ्यालिड आइडेन्टिफायर भयो। अनि हामीले ड्यास युज गरेर पनि ड्यास युज गरेर पनि भ्यारिएबल डिक्लेयर गर्न मिल्दैन। इन्ट माई ड्यास भ्यारिएबल भनेर पनि डिक्लेयर गर्न मिल्दैन। डबल पब्लिक भनेर पनि युज गर्न मिल्दैन, त्यो भनेको पब्लिक भनेको रिजर्भ किवर्ड भयो, त्यसरी युज गर्न मिल्दैन। हाम्रो दुईवटा टाइप अफ केसेसहरू हुन्छ यसमा, पास्कल केस र क्यामेल केस। पास्कल केसले चाहिँ के गर्छ भनेपछि टोटल क्यालकुलेट गर्छ, मेथड र क्लासहरूलाई युज हुन्छ पास्कल केसेसहरू। क्यामेल केस चाहिँ हामीले मेनली युजर नेम भनेर भनेको छ। क्यामेल केस भनेको हाम्रो भ्यारिएबल र प्यारामिटरमा युज हुन्छ सिसाबमा चाहिँ। पास्कल केस भनेको चाहिँ मेथड र क्लासेसहरूमा मात्रै युज हुन्छ। क्यामेल केस भनेको चाहिँ भ्यारिएबल र प्यारामिटरहरूमा मात्रै युज हुन्छ हाम्रो। अर्को भनेको यो सिन्ट्याक्सहरू चाहिँ किन म्याटर गर्छ भनेर भनेको छ, नेमिङ कन्भेन्सन्सहरू किन म्याटर गर्छ भनेर भनेको छ। कोडको रिडेबल बनाउनलाई, कोडलाई मेन्टेनेबल बनाउनलाई, कन्फ्युजनहरू अभोइड गर्नलाई। यो अब क्विज द्या छ, यो सल्भ गरौँ है हामीहरू। विच इज द करेक्ट नेमिङ कन्भेन्सन्स फर अ कन्स्ट्यान्ट भनेर भनेको छ। म्याक्स युजर्स भयो, म्याक्स अन्डरस्कोर युजर्स भयो, र म्याक्स युजर्स भयो, र म्याक्सिमम युजर्स भयो। म्याक्स युजर्स भनेर भयो होइन, यो भयो सी भयो रहेछ, म्याक्स युजर भन्ने सी भयो। अनि भ्यारिएबल र मेमोरीको बारेमा थोरै हेरौँ हामीहरू। भ्यारिएबल र मेमोरीको बारेमा के हेर्छौँ भनेपछि भ्यारिएबल भनेको एउटा स्टोरेज र लोकेसन भयो। मेमोरीले युज स्टोर गर्ने एउटा लोकेसन अथवा सरी भ्यारिएबल इज नेम्स स्टोरेज लोकेसन इन मेमोरी युज टु स्टोर डेटा। भ्यारिएबल भनेको डेटा स्टोर गर्न र प्रोग्राम एक्जिक्युट हुँदाखेरि डेटा स्टोर गर्नलाई भ्यारिएबल युज हुन्छ हाम्रो। अनि अर्को पोइन्ट भनेको चाहिँ इट्स युज टु होल्ड डेटा द्याट क्यान चेन्ज ड्युरिङ द एक्जिक्युसन अफ प्रोग्राम भनेर भनेको। यसले चाहिँ डेटाहरू होल्ड गर्छ जुन चाहिँ चेन्जेस हुन्छ प्रोग्राम एक्जिक्युट गर्दाखेरि, जुन चाहिँ टाइममा चेन्ज भइरहेको हुन्छ। किनभने यो चाहिँ लेबल कन्टेनर भ्यालु हुन्छ। यसमा चाहिँ यसलाई चाहिँ हामीले लेबल कन्टेनर भ्यालु भनेर भन्नु मिल्छ। हामीले एउटा भाडु हुन्छ भ्यारिएबल नेमको, अनि त्यो भ्यारिएबल नेमभित्र चाहिँ हामीले डेटाहरू स्टोर गर्छौँ भनेर बुझ्दा हुन्छ। एउटा भाडु हुन्छ, त्यो भाडुमा हामीले क्लोथ के हाल्छौँ त्यसलाई चाहिँ डेटाहरू भयो, त्यो डेटाहरू स्टोर हुन्छ भनेर बुझ्नुपर्छ हामीले। अर्को भनेको हाम्रो भ्यारिएबल्स भयो। भ्यारिएबल्स भनेको हामीले चाहिँ फेसबुक एप्लिकेसनलाई लिउँ न, फेसबुक एप्लिकेसनमा डेटाहरू स्टोर भएको हुन्छ। त्यो चाहिँ डेटाहरू स्टोर चाहिँ कुन डेटाहरू स्टोर हुन्छ भने चाहिँ नेम एजहरू स्टोर हुन्छ भने। अनि प्रोग्राम्सले चाहिँ के भ्यारिएबल क्रिएट गर्नुपर्छ, त्यो भ्यारिएबलले चाहिँ डेटाहरू होल्ड गर्छ, एप्लिकेसनभित्रको डेटाहरू होल्ड गर्छ।
भनेर भनेको छ। फर इक्जाम्पल युजर प्रोफाइलमा हाम्रो फेसबुक अकाउन्ट क्रिएट गर्दाखेरि हामीले नेम एज र इमेलहरू हाल्नुपर्छ। त्यो भनेको युजर प्रोफाइल भयो। युजर प्रोफाइलमा नेम एज र इमेल भनेको चाहिँ डेटाहरू भयो, त्यो भनेर बुझ्दा हुन्छ। अनि त्यसपछि अर्को भनेको नेम, फर इक्जाम्पल नेममा सीता शर्मा भनेर छ, यसमा चाहिँ त्यसको चाहिँ एज कति छ 22 छ, यो दुइटा चाहिँ डेटा भयो। वेन यु ओपन युर प्रोफाइल, हामीले प्रोफाइल ओपन गऱ्यो भने फेसबुकले के देखाउँछ भनेपछि आफ्नो पर्सनल डिटेल्सहरू देखाउँछ। पर्सनल डिटेल्सहरू चाहिँ हामीले ब्याक एन्डबाट भ्यारिएबलहरू भ्यालुजहरू युज गरेर ब्याक एन्डबाट फेच गरेर देखाउँछ पर्सनल डेटाहरू। त्यसलाई चाहिँ के भन्छ, भ्यालुजहरू भनेर भनिन्छ। अनि अर्को भनेको हामीले कसरी भ्यारिएबल क्रिएट गर्ने भनेर बुझ्यौँ। भ्यारिएबल कसरी क्रिएट गर्ने भन्दाखेरि हाम्रो एउटा डेटा टाइप हुन्छ अनि भ्यारिएबल नेम हुन्छ। इन्ट एज भनेर हामीले डिक्लेयर गर्छौँ। हामीले भ्यारिएबल इनिसियलाइजेसन गर्दाखेरि डिक्लेरेसन र इनिसियलाइजेसन हुन्छ। भ्यारिएबल डिक्लेरेसन गर्दाखेरि हामीले डेटा टाइप र भ्यारिएबल नेम युज गरेर गर्छौँ, इन्ट एज भनेर फर इक्जाम्पलमा। अनि त्यसपछि अर्को भ्यारिएबल इनिसियलाइजेसन सिन्ट्याक्समा भ्यारिएबल नेम इक्वल्स भ्यालु युज गर्छौँ हामीले। फर इक्जाम्पल एज 16 भनेर युज गर्छौँ। डिक्लेरेसन र इनिसियलाइजेसन हुन्छ हाम्रो। डिक्लेरेसन भनेको इन्ट एज इक्वल 16 भनेर भन्छ, डिक्लेरेसन र इनिसियलाइजेसन हामीले सेम लाइनमा लेख्छौँ भनेर भने यो भनेको। अर्को भनेको हाम्रो सी टाइपमा भ्यारिएबल र मेमोरीहरूको साइज कस्तो, साइज र टाइपको बारेमा डिफाइन गरेको छ। साइज र टाइपमा के हुन्छ भनेपछि फर्स्टमा सी टाइपको डेटा टाइप हुन्छ, सी टाइप हुन्छ डेटा टाइप, सी टाइपको डेटा टाइप हुन्छ। त्यसपछि भ्यालु टाइप हुन्छ, रेफरेन्स टाइप र नलेबल टाइप हुन्छ। भ्यालु टाइपमा एउटा इन्टरभल टाइप हुन्छ, एउटा स्पेसल टाइप हुन्छ र एउटा फ्लोटिङ टाइप हुन्छ। रेफरेन्स टाइप भनेको आरइएफले डिफाइन गर्छ। नलेबल टाइप भनेको नल भ्यालुहरू भएकोलाई चाहिँ नलेबल टाइप भनेर भनिन्छ, यसरी डिफाइन गर्दा हुन्छ, बुझ्दा हुन्छ। भ्यालु टाइपहरू भयो। भ्यालु टाइप भनेको चाहिँ एक्चुअल डेटाहरू स्टोर गर्नलाई युज हुन्छ। स्ट्याक मेमोरीमा एक्चुअल डेटाहरू डिरेक्टली स्टोर गर्नलाई युज हुन्छ भ्यालु टाइप भनेको चाहिँ। अनि त्यसपछि क्यारेक्टरिस्टिक्समा चाहिँ यो चाहिँ फास्ट एक्सेस गर्न मिल्छ, स्ट्याक बेस्ड हुन्छ यो चाहिँ। अनि अर्को भनेको चाहिँ यसले चाहिँ यसको चाहिँ डेटाको आफ्नै कपी हुन्छ। डेटा चाहिँ भ्यारिएबल, यसले चाहिँ भ्यारिएबलको आफ्नै कपी हुन्छ डेटाको। सबै भ्यारिएबल, प्रत्येक भ्यारिएबलको आफ्नै कपी हुन्छ, डेटाहरूको आफ्नै कपी हुन्छ प्रत्येक भ्यारिएबलमा। अनि आइडल फर स्मल भनेर भनेको छ, सिम्पल डेटाहरूलाई युज हुन्छ। स्मल डेटा र सिम्पल डेटाहरूलाई युज हुन्छ। यो चाहिँ मेनली नम्बर्स, बुलियन र क्यारेक्टर हुन्छ। भ्यारिएबलले चाहिँ मेनली 100 डेटाहरू स्टोर गर्छ डिरेक्टली। अर्को हामीले यो भ्यारिएबल भनेको हाम्रो इन्टिग्रल टाइप्सहरू भनेको यो भयो। इन्टिग्रल टाइप्स भनेको हामीले बाइट हुन्छ, एस बाइट, बाइट, सर्ट, यु सर्ट, इन्ट, यु इन्ट, लङ, यु लङ भन्ने हुन्छ। एस बाइट भनेको 8 बिट हुन्छ, सेम बाइट भनेको पनि 8 बिट हुन्छ। यो भनेको टेम्प युज गर्नुपर्छ हामीले, यसमा अल्फा युज गर्छौँ हामीले बाइटमा। अनि त्यसपछि अर्को भनेको सर्ट हुन्छ, सर्ट भनेको 16 बाइट हुन्छ, सर्ट सेन्सर्स हुन्छ यसमा। अनि 30_1000, 30_000 भन्ने युज गर्छौँ हामीले यसमा। यु सर्ट भनेको यो भयो। 80 पोर्टहरू भनेको पनि यु सर्ट भयो। इन्ट युजर भयो, इन्टु युजर यु सर्ट पनि 16 बिटकै हुन्छ, एस सर्ट पनि 16 बिटकै हुन्छ, इन्ट पनि 32 बिटकै हुन्छ, यु इन्ट पनि 32 बिटकै हुन्छ, युनिट इन्ट पनि 32 बिटकै हुन्छ, लङ पनि 64 बिटकै हुन्छ, यु लङ पनि 64 बिटकै हुन्छ। हाम्रो फ्लोटिङ डेटा टाइप भनेको चाहिँ के हुन्छ, एउटा फ्लोट, डबल र डेसिमल हुन्छ। फ्लोट भनेको 32 बिटको हुन्छ, डबल भनेको 64 बिट हुन्छ, अनि डेसिमल भनेको चाहिँ 128 बिटको हुन्छ। यो हामीले जाभामा चाहिँ फ्लोट र डबल मात्रै पढाउँ होला, यसमा चाहिँ हामीले डेसिमल पनि युज हुन्छ। हामीले डेसिमल चाहिँ मेनी केसमा हामीले डेसिमल युज गर्छौँ, डबल र फ्लोट चाहिँ हामी कमै युज गर्छौँ। अर्को भनेको वाइ डज सी टाइप प्रोभाइड मल्टिपल इन्टिग्रल डेटा टाइप्स सच एज बाइट, सर्ट, इन्ट एन्ड लङ भनेर भनेको छ। यसमा चाहिँ टु कन्फ्युज प्रोग्रामर्स, टु अलाउ प्रोग्रामर्स टु चुज अ टाइप बेस्ड अन मेमोरी रिक्वायरमेन्ट एन्ड रेन्ज भनेर भनेको छ। मेमोरीको रिक्वायरमेन्ट र रेन्ज डिफाइन गर्नमा युज हुन्छ। अनि त्यसरी अर्को भनेको कम्प्लेक्स ल्याङ्ग्वेजहरू युज गर्न मिल्छ भनेर भनेको छ। बी भयो, यसको पनि बी नै भयो। अर्को भनेको भ्यारिएबल्स एन्ड मेमोरी। भ्यालु टाइप्स चाहिँ स्पेसल हुन्छ, बुल, क्यार र इनम भन्ने हुन्छ। इनम भनेको हामीले डिफ्रेन्ट मल्टिपल भ्यालुजहरू स्टोर गर्नु मिल्छ इनम युज गरेर। इनम यो भनेको चाहिँ टिपिकली 32 बिटको हुन्छ। त्यो भनेको चाहिँ हामीले इनम डेज भनेर भनेको छ। यसमा सन्डे, मन्डे, ट्युसडे भनेर मल्टिपल भ्यालुजहरू स्टोर गर्नु मिल्छ। मेनली हामीले अथेन्टिकेसन गर्दाखेरि हामीले रोलहरू डिफाइन गर्नलाई इनम युज गर्छौँ। इनमभित्र हामीले एडमिन हो कि कस्टमर हो कि
स्टाफ हो कि भेन्डर हो कि भनेर तिनीहरू आइडेन्टिफाई गर्नमा युज हुन्छ, तिनीहरू डिफाइन गर्नलाई युज हुन्छ। किनभने यो भनेको स्ट्रिङ अब्जेक्ट क्लास र एरे डेलिगेट्स भयो। हाम्रो डेलिगेट्स पनि युज हुन्छ। डेलिगेट्स भनेको फङ्सन इन्ट भनेर युज हुन्छ। अनि त्यसपछि 32/64 हुन्छ स्ट्रिङ भनेको। अनि हामीले अर्को जियुआइडी फर्मेट पनि युज गर्छौँ। हामीले जियुआइडी भनेको चाहिँ त्यसले चाहिँ युनिक स्ट्रिङहरू जेनेरेट गरेर हुन्छ। अर्को भनेको नलेबल डाटा टाइप हुन्छ। नलेबल डेटा टाइप भनेको मेनली नलेबल भ्याल्युजहरू हुन्छ डेटा टाइपमा। नलेबल भ्याल्युजहरू होल्ड गर्न मिल्दैन अहिले डेटा टाइपले, नलेबल भ्याल्युजहरू हुँदैन यसमा। यो भनेको नलेबल इन्ट भयो। इन्ट वाट एज इक्वल्स नल भनेको चाहिँ नलेबल इन्ट भयो। यो भनेको नलेबल बुलियन भ्याल्यु भयो। त्यही नलेबलमा वाट युज हुन्छ, एक्सप्लेनेसन एन्ड युज हुन्छ। यो वार्निङ किन देखाएको भन्दाखेरि यसमा के हुन्छ भने चाहिँ नल रिफरेन्स टाइपहरू पनि हुनसक्छ, नल भ्यालुहरू पनि हुनसक्छ भनेर भनेको। यो भनेको नल रिफरेन्स एक्सेप्सन भनेर भनेको छ। नल रिफरेन्स एक्सेप्सन भनेको चाहिँ एउटा नल इस्युज हो कम्पाइल टाइममा। यो कम्पाइलर भएर कम्पाइल टाइम एरर फाल्छ, त्यसलाई चाहिँ हामीले ह्यान्डल गर्नलाई नल रिफरेन्स एक्सेप्सन युज गर्छौँ हामीले। यसमा चाहिँ यसको चाहिँ क्लियर र डकुमेन्टेसन छ। अनि एपिआईहरू युज हुन्छ, बेटर एपिआई युज हुन्छ यसमा चाहिँ। अर्को भनेको यो भयो कन्स्ट अनि रिड ओन्ली भनेर भनेको छ। बोथ दुवै कन्स्ट र रिड ओन्ली चाहिँ इम्युटेबल हुन्छ। यो चाहिँ म्युटेबल गर्न मिल्दैन, यसलाई चाहिँ चेन्ज गर्न मिल्दैन। बट दे सल्भ फन्डामेन्टली डिफ्रेन्ट प्रब्लम्स भनेर भन्छ। यो चाहिँ डिफ्रेन्ट प्रब्लम्सहरू सल्भ गर्छ भनेर भनेको छ। कन्स्टले चाहिँ डिफ्रेन्ट प्रब्लम सल्भ गर्छ। कन्स्ट भनेको कन्सटेन्ट डिफाइन गर्नलाई, डिक्लेयर गर्नलाई भयो, भ्यारिएबल डिक्लेयर गर्नलाई। अनि रिड ओन्लीले चाहिँ डिफ्रेन्ट टास्कहरू पर्फर्म गर्छ, डिफ्रेन्ट टास्कहरू पर्फर्म गर्छ। एउटा जियुआइडी फर्मेट पनि हुन्छ भनेर, ग्लोबली युनिक आइडेन्टिफायर फर्मेट पनि हुन्छ। यो चाहिँ 128 बिट हुन्छ भनेको यसले चाहिँ युनिक स्ट्रिङहरू जेनेरेट गरेर हुन्छ यसले चाहिँ। यो भनेको डेट एन्ड टाइम पनि हुन्छ, डेट र टाइम। डेट एन्ड टाइम भनेको चाहिँ स्पेसिफिक डेट एन्ड टाइमहरू रिप्रेजेन्ट गर्नलाई युज हुन्छ भनेको। करेन्ट डेट एन्ड टाइमहरू रिप्रेजेन्ट गर्नलाई युज हुन्छ। यो चाहिँ करेन्ट डेटा टाइम रिप्रेजेन्ट गर्नलाई युज हुन्छ भनेको। डेट एन्ड टाइम नाउ भनेर भनेको छ। डेट एन्ड टाइम डट नाउ भनेको अहिलेको करेन्ट डेटा टाइम भनेर भनेको छ। डेटा टाइम डट युटिसी नाउ भनेर भनेको छ भनेपछि ग्लोबली जति पनि जुन पनि डेट एन्ड टाइम हुन्छ यसले चाहिँ एक्सेप्ट गर्छ सिचुएसन अनुसारले। त्यो जुन फरक हुन्छ नि त डेट एन्ड टाइम, अनि त्यो सिचुएसन अनुसार यो एक्सेप्ट गर्छ यसले युटिसी नाउले। अनि यो भनेको अब्जेक्ट क्रिएट गरेको भयो। अनि यो चाहिँ टु स्ट्रिङ भनेर भनेको छ भने स्ट्रिङमा कन्भर्ट गर्छ यसले, डेटलाई स्ट्रिङमा कन्भर्ट गर्छ। टाइम स्प्यान पनि युज हुन्छ। टाइम स्प्यान भनेको चाहिँ ड्युरेसन र इन्टरभल देखाउनलाई युज हुन्छ। टाइम स्प्यान भनेको चाहिँ टाइम इन्टरभलहरू रिप्रेजेन्ट गर्छ यसले चाहिँ। अनि यो भनेको चाहिँ यसले चाहिँ भनेको टाइम स्प्यान इन्टरभल इक्वल्स न्यू टाइम स्प्यान भनेर भन्दाखेरि यो एउटा अब्जेक्ट क्रिएट गर्यो। अब्जेक्ट क्रिएट गरिसकेपछि डेट एन्ड टाइम नाउ माइनस सम अर्लियर टाइम भनेर भनेको छ। डेट एन्ड टाइम नाउबाट सम अर्लियर टाइमलाई माइनस गर्यो भने यो टाइम स्प्यानको ड्युरेसन निस्किन्छ भनेर भनेको छ। स्ट्रिङ भन्ने एउटा डेटा भयो, एभरेजहरू भयो, डिक्लेयर कसरी गर्ने यो भनेको एम्प्टी एभरेजहरू भयो भनेको। यो अब म तिमीहरूलाई कोडबाट नै देखाउँछु। अब प्र्याक्टिकल्ली नै कोडबाट देखाउँछु। अब हामी भिजुअल स्टुडियोमा छौँ। नयाँ हामीले क्लास नै बनाऊँ, नयाँ प्रोजेक्ट नै क्रिएट गरौँ। अब नयाँ प्रोजेक्ट क्रिएट गरौँ। अब नयाँ प्रोजेक्ट क्रिएट गर्नलाई हामीले क्रिएट न्यू प्रोजेक्ट गर्छौँ। अनि त्यो क्रिएट न्यू प्रोजेक्टमा हामीले कन्सोल एपमा जान्छौँ। कन्सोल एपमा गएर हाम्रो मैले क्विक 2 भनेर एउटा हाल्छु। ब्याक गर्दाखेरि कता सेभ गर्ने हो हेरौँ। म चाहिँ अहिलेको लागि सेमेस्टर 2 प्र्याक्टिस भन्ने फोल्डरमा म सेभ गरिदिन्छु। हामीले डट नेट लङ टर्म सपोर्ट नै युज गर्छौँ 8.0। नेक्स्ट अब यो बोइलर प्लेट खोल्यो। अब हामीले यहाँ चाहिँ एउटा डिफ्रेन्ट क्लासमा कसरी अर्गनाइज गर्ने भनेर सिक्न आँटेका छौँ भने हामीले यहाँ क्लास एउटा क्रिएट गर्छौँ। क्लासमा चाहिँ म के नाम दिन्छु भनेपछि टु भनेर क्लासमा चाहिँ क्लास चाहिँ जहिले पनि पार्सियल होइन पब्लिक हुनुपर्छ।
अनि हामीले क्लासभित्र हामीले मेथड बनाउँछौँ भनेर भनेको छ मेथड पनि हामीले स्ट्याटिक मेथड बनाउँछौँ पब्लिक स्ट्याटिक इन्ट पब्लिक स्ट्याटिक void int age भनेर बनाउँछौँ यहाँभित्र हामीले अब प्यारामिटराइज मेथड पनि बनाउनु पर्छ हामीले प्यारामिटर डिफाइन गर्ने अब यसमा भ्यालु डिफाइन गर्ने इन्ट एज भनेर डिफाइन नगरौँ यसमा चाहिँ के डिफाइन गरौँ भन्दाखेरि पर्सनल इन्फोमा के चाहिन्छ हामीलाई इन्ट एज चाहिन्छ अनि स्ट्रिङ नेम चाहिन्छ स्ट्रिङ एउटा एड्रेस चाहिन्छ यति हालमा यसमा हामीले जस्ट रिटर्न मात्रै गर्ने रिटर्न एज कमा नेम रिटर्न एजमा के गर्ने +1 एड गरेर रिटर्न गर्ने अर्को रिटर्न के गर्ने नेम रिटर्न गर्ने नेममा पनि रिटर्न एजमा चाहिँ रिटर्न गरौँ हामीले यसमा अब हाम्रो एउटा अब्जेक्ट बनाउन पनि सिक्छौँ भनेर भनेको थियौँ नि अब्जेक्ट चाहिँ हामीले यहाँ होइन कि मेन प्रोग्राम द सिएस सरी प्रोग्राम द सिएसमा गएर चाहिँ अब्जेक्ट बनाउने हो हामीले प्रोग्राम द सिएसमा कसरी अब्जेक्ट बनाउनु भन्दाखेरि यो मैले हटाइ नै दिन्छु रिमुभ नै गरिदिन्छु प्रोग्राम द सिएसमा हामीले कसरी अब्जेक्ट बनाउँछौँ भन्दाखेरि पर्सनल इन्फो equals new personal info हामीले यसरी अब्जेक्ट बनाउनु पर्यो अब्जेक्ट भनेको यसरी बनाउनु पर्यो the type namescape personal info could not be found भनेर भनेको छ Oh, P small reason sorry mistake भएछ personal info PI भनेर लेख्छौँ equals new personal info भनेर बनाउने हामीले यसरी क्रिएट गर्छौँ हामीले यसरी चाहिँ के बनाउँछौँ भने अब्जेक्ट क्रिएट गर्छौँ है भएछ एउटा क्लास बनाउने पब्लिक क्लास एउटा पर्सनल इन्फो भनेर एउटा क्लास बनायो त्यहाँभित्र हामीले अब्जेक्ट बनाउने एउटा पर्सनल इन्फो PI equals new personal info
यसरी अब्जेक्ट बनाउने यो क्लास भयो क्लासभित्र जहिले पनि अब्जेक्ट बनाउनुपर्छ भनेर बुझाएको होइन हामीहरूले पनि बिर्सेको क्लासभित्र जहिले पनि अब्जेक्ट बनाउनुपर्छ अर्को सिचुएसनमा के हुन्छ भनेपछि एउटा हामीले पी डट नेम इक्वल्स सारा भनेर लेखेस् सारा भनेर लेखेर पीआई द नेम इक्वल्स सारा भनेर प्रिन्ट गरेँ अर्को भनेको पीआई डट एज भनेर प्रिन्ट गरेँ 23 भनेर प्रिन्ट गरेँ 23 भनेर डिक्लेयर गरेँ भ्याल्युहरूलाई अनि त्यसपछि नै हामीले यसलाई प्रिन्ट गर्न सक्छौँ हामीले प्रिन्ट गर्छौँ हामीले यसमा कन्सोल क्लासभित्र एउटा मेथड बनाउँछौँ क्लासभित्र भ्याल्यु डिक्लेयर गर्छौँ ओके सरी यो मिस्टेक भयो क्लासभित्र एउटा भ्यारिएबल डिफाइन गर्छौँ इन्ट आइडी यसरी डिफाइन गर्छौँ पब्लिक युजर डिफाइन गर्छौँ हामीले पब्लिक स्ट्रिङ नेम भनेर डिफाइन गर्छौँ एउटा भ्यारिएबल यो भनेको चाहिँ कसरी डिफाइन गर्नु भने चाहिँ यसरी पब्लिक स्ट्रिङ नेम डिफाइन गर्छौँ यो वर्डिङ मात्र हुन्छ पब्लिक स्ट्रिङ इन्ट एज भनेर डिफाइन गर्छौँ अर्को पब्लिक स्ट्रिङ एड्रेस भनेर डिफाइन गर्छौँ यो डिफाइन गर्छौँ अनि हामीले एउटा पब्लिक स्ट्याटिक void static int string name भनेर बनाउँछौँ string name भनेर एउटा static method बनाउँछौँ personal यसमा पर्सनल इन्फर्मेसन भनेर डिफाइन गर्छौँ यो भयो यसभित्र चाहिँ के पास गर्छौँ भने चाहिँ स्ट्रिङ नेम भनेर होइन स्ट्रिङ नेम भनेर गर्छौँ माथि डिक्लेयर गरिसकेपछि हामी त डिक्लेयर गर्नु नै पर्दैन यसमा नन प्यारामिटर्स आउँछ यसभित्र हामीले के अब्जेक्ट क्रिएट गर्नुपर्छ पर्सनल इन्फो इक्वल्स न्यू पर्सनल इन्फो भनेर भनेको छ पर्सनल इन्फो डट नेम इक्वल्स के बनाउने भनेपछि रबिसन भनेर नै हाल्ने अर्को पर्सनल इन्फो डट नेम भनेको छ हामीले पर्सनल इन्फोलाई प्रिन्ट गर्नु पर्यो कन्सोल डट राइट लाइन युज गरेर पर्सनल इन्फो भनेर हामीले प्रिन्ट गर्छौँ यसरी जस्ट हामीले प्रिन्ट गर्न मात्र सिकिरहेको छौँ नि त यसरी यसभित्र स्ट्याटिक स्ट्रिङ भन्दाखेरि पनि void गर्छु void युज गरिदिन्छु स्ट्याटिक void पर्सनल डिटेल्स भयो यसरी बनाउनु भयो हाम्रो यसलाई रन गरेर हेर्छु के भयो यसमा एक्चुअली भएन भनेर स्ट्याटिक
मेथड बनाउनु पर्छ सो मेन static void main string args अब प्रिन्ट भयो मेन मेथडबाट बनाउनु पर्छ है यसो हामी एउटा क्लास बनायौँ ट्युटोरियल 2 भन्ने अनि त्यो ट्युटोरियल 2 लाई अब्जेक्ट बनाएर भ्यालु डिक्लेयर गरेर अब्जेक्ट बनाएर भ्यारिएबल डिक्लेयर गरिसकेपछि क्लासभित्र भ्यारिएबल डिक्लेयर गऱ्यौँ अनि भ्यारिएबल डिक्लेयर गरिसकेपछि त्यसभित्र मेन मेथड बनायौँ मेन मेथडभित्र चाहिँ अब्जेक्ट बनायौँ अब्जेक्ट बनाइसकेपछि चाहिँ पर्सनल इन्फो भनेर बनायौँ पर्सनल इन्फो बनाइसकेपछि पर्सनल इन्फो डट नेम भनेर हामीले रबिसन भनेर प्रिन्ट गऱ्यौँ अनि त्यसपछि कन्सोल डट राइट लाइन पर्सनल इन्फो डट नेम भनेर प्रिन्ट गऱ्यौँ हामीले अब हाम्रो एजलाई पनि त्यही गर्ने हो हामी के राख्यौँ भने पब्लिक क्लास पर्सनल इन्फो भन्ने एउटा क्लास बनायो मैले यहाँ ट्युटोरियल क्लासमा चाहिँ ट्युटोरियल क्लासमा चाहिँ मैले पब्लिक होइन के बनायौँ भने चाहिँ मैले ट्युटोरियल भन्ने एउटा क्लास बनाएको छु अनि ट्युटोरियल भन्ने एउटा क्लास बनाइसकेपछि त्यसमा चाहिँ एउटा स्ट्याटिक मेथड बनाएको छु स्ट्याटिक इन्ट पर्सनल इन्फो भनेर एउटा स्ट्याटिक मेथड बनाएको छु अनि त्यसमा एज नेम र एड्रेस पास गरेको छु मैले नेम एज भनेको इन्टिजरमा हुन्छ नेम भनेको स्ट्रिङमा हुन्छ एड्रेस भनेको पनि स्ट्रिङमा हुन्छ रिटर्न एज +1 भनेर गरेको छु यसमा चाहिँ है अब यो पर्सनल इन्फो भन्नेलाई गएर मैले प्रोग्राम डट सिएसमा एउटा पब्लिक क्लास पर्सनल इन्फो भन्ने एउटा क्लास बनाएको छु अनि त्यसभित्र नेम एज र एड्रेसलाई डिक्लेयर गरेको छु डिक्लेरेसन गरेको छु मैले पब्लिक स्ट्रिङ नेम पब्लिक इन्ट एज र पब्लिक स्ट्रिङ एड्रेस युज गरेर डिक्लेयर गरेको छु अनि त्यसमा मेन मेथड बनाएको छु मैले पब्लिक स्ट्याटिक भोइड मेन भन्ने पब्लिक स्ट्याटिक भोइड मेन स्ट्रिङ आर्ग्स भन्ने एउटा मेन मेथड बनाएको छु अनि त्यसपछि त्यसभित्र एउटा अब्जेक्ट बनाएको छु नयाँ अब्जेक्ट भनेको पर्सनल इन्फो इक्वल्स न्यू पर्सनल इन्फो भनेर बनाएको छु पर्सनल इन्फो द नेम रबिसन पर्सनल इन्फो द नेम भनेर प्रिन्ट गरेको छु मैले कन्सोल डट राइट लाइन अब हामीले एज पनि प्रिन्ट गर्नुपर्छ यसरी गर्छौँ पर्सनल इन्फो डट एज भनेर पनि प्रिन्ट गर्नुपर्छ पर्सनल इन्फो डट एज भनेर प्रिन्ट गरेँ अनि यस पर्सनल इन्फो डट एज भनेर डिक्लेयर गरेँ डिक्लेयर गरिसकेपछि कन्सोल डट राइट लाइन पर्सनल इन्फो डट एज भनेर पनि प्रिन्ट गर्नुपर्छ हामीले अब यसलाई रन गर्दाखेरि एज पनि सो हुन्छ एज पनि डिस्प्ले हुन्छ 10 भनेर डिस्प्ले गर्यो है अर्को भनेको हामीले एड्रेस पनि डिफाइन गर्नुपर्छ एड्रेस डिफाइन गर्दाखेरि कसरी गर्ने भन्दाखेरि सेम मेथड पर्सनल इन्फो डट एड्रेस भन्ने एड्रेस इक्वल्स के डिफाइन गर्ने भन्दाखेरि रातो पुल भनेर डिफाइन गर्छु म अहिले त्यो पुल भनेर डिफाइन गर्छु कन्सोल डट राइट पर्सनल इन्फो डट एड्रेस भनेर प्रिन्ट गर्नु मैले यो पर्सनल इन्फो डट नेम नदिए पनि हुन्छ यसमा यो भनेको अप्सनल भइहाल्यो तर दिँदाखेरि राम्रो पर्सनल इन्फो डट नेम पर्सनल इन्फो डट एड्रेस पर्सनल इन्फो डट एज भनेर दिँदाखेरि राम्रो यो भनेको यो नेमको भयो यो एजको भयो र यो एड्रेसको भयो भनेर हुन्छ यो भयो अहिलेसम्म हामीले के पढ्यौँ भन्दाखेरि फर्स्टमा हामीले एउटा क्लास बनाउन सिक्यौँ डिफ्रेन्ट क्लास बनाउन सिक्यौँ त्यो डिफ्रेन्ट क्लासभित्र चाहिँ एउटा स्ट्याटिक मेथड बनाउन सिक्यौँ पब्लिक स्ट्याटिक इन्ट पर्सनल इन्फो भनेर इन्ट एज स्ट्रिङ नेम भनेर एउटा मेथड बनाउन सिक्यौँ अनि त्यसपछि त्यसलाई चाहिँ हामीले प्रोग्राम डट सिएसमा गएर एउटा क्लास पर्सनल इन्फो भनेर एउटा क्लास बनायौँ अनि त्यो क्लासभित्र चाहिँ नेम एड्रेस र एज भनेर डिक्लेयर गऱ्यौँ भ्यालुहरू डिक्लेयर गऱ्यौँ अनि भ्यालुहरू डिक्लेयर गरिसकेपछि एउटा स्ट्याटिक मेथड बनायौँ मेन स्ट्याटिक मेथड बनायौँ स्ट्रिङ आर्ग्स युज गरेर अनि त्यसपछि अब्जेक्ट बनायौँ न्यू किवर्ड युज गरेर अनि त्यसपछि नेम स्ट्रिङमा हुन्छ त्यसैले
स्ट्रिङमा नेम डिक्लेयर गऱ्यौँ अनि नेम प्रिन्ट गऱ्यौँ, सिमिलरली एज डिक्लेयर गऱ्यौँ, एज प्रिन्ट गऱ्यौँ, त्यस्तो गरेर जाँदै जाँदै एड्रेस पनि प्रिन्ट गऱ्यौँ, त्यो भयो है। अनि सपोज म यहाँ एज 24 एड गरिदिन्छु ल, 24 एज 24 गर्दाखेरि 24 देखाउनु पऱ्यो। अहिलेसम्म यो पऱ्यो होइन हामीले। अब हाम्रो क्वेसन्सहरूमा जाउँ, यो क्वेसनबाट हामीले प्र्याक्टिस गर्दैछौँ। अब फर्स्टमा के भनेको छ, राइट अ सी शार्प प्रोग्राम द्याट पर्फर्म्स द फलोइङ भन्दाखेरि एउटा भ्यारिएबल युजर नेम भनेर डिक्लेयर गर भनेर भनेको छ। अनि त्यसपछि लक्की नम्बर भनेर इनिसियलाइज गरेर भनेको छ। अनि स्ट्रिङ इन्टरपोलेसन युज गरेर भनेर भनेको छ। यसरी प्रिन्ट गर, यसरी डिस्प्ले गर भनेर देखाएको छ। भनेको सिम्पली त्यही हो। हामी भिजुअल स्टुडियोमा जाउँ। अब मैले एउटा नम्बर भन्ने एउटा क्लास बनाउँछु, नम्बर भन्ने है, एड क्लास नम्बर भन्ने एउटा क्लास बनाउँछु। नम्बर भन्ने एउटा क्लास बनाउँछु, नम्बर भन्ने एउटा क्लास बनायो, सरी एन्ड क्यापिटल नम्बर भन्ने एउटा क्लास बनायो होइन, इन्टरनल हुँदैन, क्लास जहिले पनि पब्लिकमा हुन्छ, पब्लिक। अनि यो क्लासभित्र अब एउटा के गर भनेको छ, नम्बर भन्ने एउटा क्लास बनायो। अनि त्यो क्लासभित्र के बनाऊ भनेर भनेको छ भने क्वेसनमा युजर नेम भन्ने एउटा डिक्लेयर गर भनेर भनेको छ। हाम्रो युजर नेम भन्ने स्ट्रिङमा हुन्छ, पब्लिक स्ट्रिङ युजर नेम भनेर एउटा डिक्लेयर गर्नु, युजर नेम अर्को यसरी डिक्लेयर गर्नु गर भनेर भनेको छ। अर्को भनेको अर्को के डिक्लेयर गर भनेर भनेको छ भने पब्लिक लकी नम्बर भनेर डिक्लेयर गरेर त्यो चाहिँ इन्टिजर भ्यालु हुन्छ भनेर भनेको छ, जुन चाहिँ इन्टिजर भ्यालु स्टोर गर्छ भनेर भनेको छ। हामीले कसरी डिक्लेयर गर्नु पर्यो भनेपछि अब पब्लिक इन्ट लक्की नम्बर भनेर डिक्लेयर गर्नु पर्यो। डिक्लेरेसनको काम सक्यो, इनिसियलाइजेसन र डिक्लेरेसनको काम सक्यो। इनिसियलाइजेसन र डिक्लेरेसनको काम यति नै हो। यो भनेको कमेन्टमा लेखिदिन्छु, इनिसियलाइजेसन एन्ड डिक्लेरेसन। इनिसियलाइजेसन र डिक्लेरेसन गरेको भनेर भन्यो। अब क्वेसनले फेरि के भनेको छ, use the string interpolation to एउटा म मेथड बनाउँछु, मेथड नै बनाउनु पर्छ। के भनेको छ, डिक्लेयर मात्रै गर अनि त्यो गर भनेर भनेको छ हो। डिक्लेयर मात्रै गर, डिक्लेयर गर भनेर भनेको छ। दुईवटा डिक्लेयर नेम के भयो,
जस्ट डिक्लेरेसन मात्रै गर भनेर भनेको छ पब्लिक डिफाइन सरी जस्ट डिक्लेरेसन मात्रै गर भनेर भनेको छ स्ट्रिङ डिक्लेरेसन गर्नलाई के गर्ने भन्दाखेरि स्ट्रिङ युजर नेम भनेर डिक्लेयर गर्ने सिम्पली अनि युजर नेम भनेर डिक्लेयर गरिसकेपछि रबिसन भनेर डिक्लेयर गर्ने अनि लकी नम्बर भनेको हामीले इन्टिजरमा गर्नुपर्छ नि त इन्ट लकी नम्बर जस्ट भ्यालु डिक्लेयर गर्नु भनेको छ लकी नम्बर इक्वल्स टु सपोज मैले 10 हाल्दिएँ लकी नम्बर 10 हाल्दिएँ है अब के गर्यो ठ्याक्क प्रिन्ट गरेर भनेर भनेको छ प्रिन्ट गर्नलाई के गर्ने कन्सोल डट राइट लाइन स्ट्रिङ इन्टरपोलेसन युज गरेर प्रिन्ट गरेर भनेर भनेको छ अनि डाइरेक्ट यसलाई कल गर्ने मेन मेथडमा के भनेको छ प्रोग्राम त सिएसमै बनाऊ भनेर के यसमा चाहिँ प्रोग्राम त सिएसमा बनाऊ भनेर भनेको छ मैले चाहिँ अर्कै क्लास युज गरेर बनाएँ अब कन्सोल डट राइट लाइन युज गर्ने के भन्नु राइट लाइन युज गर्ने प्यारेन्थेसिसहरू के प्रिन्ट गर्ने भन्दाखेरि अब स्ट्रिङ इन्टरपोलेसन युज गरेर प्रिन्ट गर्नुपर्छ भने चाहिँ यसरी स्ट्रिङ इन्टरपोलेसन युज गरेर प्रिन्ट गर्नुपर्छ भनेर सी डलर साइनमा हामीले प्रिन्ट गर्नुपर्छ अब डलर युज गर्ने डलर साइन युज गर्ने डलर युज गरेर हाम्रो डलर युज गर्ने अनि कोटेसन दिने अनि यसभित्र हेलो प्रिन्ट गर्ने यो युज गर्ने मैले कपी पेस्ट गरिदिएँ अलिकति लागि यो बनाउनुभन्दा अगाडि यो मेन मेथडभित्र नै बनाऊ भनेर भनेको छ नि त के पनि नगर अथवा मेन मेथडभित्र नै बनाऊ भनेर भनेको छ यसलाई म यसो गर्छु प्रोग्राम त सिएसमै बनाऊ भनेर भनेको छ नि त क्वेसनले अब यसमा एउटा मेथड पनि बनाउनु पर्छ पब्लिक स्ट्याटिक void बनाम void के डिटेल्स भनेर बनाऊ स्ट्रिङ मेसेज अथवा स्ट्रिङ के बनाऊ युजर नेम कमा इन्ट लकी नम्बर यसभित्र के गरेर मिलेन भनेर भन्छ यो चाहिँ मेन मेथडमा कल भएको छैन नि त भनेको मेन मेथडमा कल गर्नुपर्छ हामीले यसरी मेन मेथडमा कसरी कल गर्ने भन्दाखेरि नम्बर युज गर्ने
नम्बर डट डिटेल्स भनेर कल गर्नुपर्छ हामीले यसरी नम्बर डट डिटेल्स भनेर कल गर्ने यसभित्र चाहिँ हाम्रो स्ट्रिङ यसभित्र चाहिँ हाम्रो रबिसन र 10 भनेर यसभित्र हाम्रो रबिसन भनेर स्ट्रिङमा आउँछ कोटेसनमा आउँछ यसभित्र चाहिँ रबिसन हुन्छ त्यसरी हामीले कल गर्नुपर्छ program.css मा program.css होइन program.cs मा कल गरिसकेपछि मात्र हामीले program.cs लाई रन गर्नुपर्छ के एरर आयो फेरि के एरर आयो ओ इनभ्यालिड टोकन युजर भनेर यो एरर बाहिर प्रिन्ट गर्नुपर्ने रहेछ नि त बाहिर प्रिन्ट गरेको छ यसलाई यसको भित्र राख्नुपर्ने छ यति मात्र मिस्टेक भएको रहेछ त बाहिर प्रिन्ट गरेर रहेछ नि त यसरी प्रिन्ट भयो हेलो भन्दाखेरि रबिसन यो लकी नम्बर इज 10 भनेर प्रिन्ट भयो सेकेन्डमा हाम्रो सेकेन्ड क्वेसन के छ अब कन्स्ट्यान्ट्स डिफाइन गर्ने अब एउटा क्लास सर्कल बनाउने अनि त्यसपछि कन्स्ट्यान्ट भ्यारिएबल डिफाइन गर्ने कन्स्ट भ्यारिएबल नेम पाई भनेर डिफाइन गर्ने कन्स्ट डेसिमल पाई भनेर डिफाइन गर्ने डिक्लेयर गर्ने भ्यारिएबल अनि त्यसपछि त्यसलाई चाहिँ हामीले मेन मेथडमा गएर कल गर्नुपर्छ हाम्रो क्लासलाई ओके यो भनेको के रहेछ एक्चुअली हेरौँ न है एउटा सर्कल भन्ने छुट्टै क्लास बनाउनु पर्ने हिसाबले अनि त्यसभित्र डबल युज गर्नुपर्छ ओके डबल अथवा डेसिमल युज गर्नुपर्छ होइन ओके हामीले जहिले पनि डबल अथवा डेसिमल युज गर्नुपर्छ है त्यसभित्र डबल अथवा डेसिमल युज गर्ने छुट्टै मैले एउटा क्लास बनाउँछु के भनेको छ भने छुट्टै एउटा क्लास बनाउँ सर्कल भनेर कन्सेप्ट बुझ्दाखेरि छुट्टै एउटा क्लास बनाउने सर्कल भनेर क्लास अनि क्लासभित्र त्यो क्लासमा सर्कल भनेर बनाउने यो भनेको जहिले पनि पब्लिकमा हुन्छ पब्लिक यसको तल जहिले पनि सर्कल बनाउनुपर्छ हामीले कन्स्ट्यान्ट युज गर्नुपर्छ पब्लिक हुनुपर्छ जहिले पनि पब्लिक कन्स्ट डबल पाई भनेर युज गर्नुपर्छ सरी पब्लिक कन्स्ट डबल पाई नै हो हामीले पब्लिक कन्स्ट डबल पाई नै युज गर्नुपर्छ पब्लिक कन्स्ट डबल पाई भनेर बनाउनुपर्छ इक्वल्स म्याथ डट पाई भन्ने फङ्सन युज गर्ने होइन पाई भनेको के डिक्लेयर गर भनेर भनेको छ यहाँ 3.14 भनेर डिक्लेयर गरेर भनेको छ 3.14 डबल युज गरेर 3.14 भनेर डिक्लेयर गर्यो अब अर्को भनेको हाम्रो के बनाउनुपर्छ एउटा क्लास बनाउनुपर्छ एउटा एरिया भन्ने एउटा क्लास बनाउँ भनेर भनेको छ के भनेको छ एरिया भन्ने एउटा मेथड बनाउँ भनेर भनेको छ बनाऊँ एरिया भन्ने एउटा मेथड बनाऊँ पब्लिक स्ट्रिङ स्ट्याटिक स्ट्रिङ एरिया भनेर बनाउँछु एरिया भन्ने एउटा मेथड बनाउँछु यो मेथड बनाइसकेपछि यसभित्र हामीले के डिफाइन गरौँ भनेपछि डबल पाई भनेर डिफाइन गर्नुपर्छ डबल
पाई भनेर डिफाइन गरौँ। यो डबल पाईभित्र चाहिँ हामीले के डिफाइन गर्नुपर्छ भन्दाखेरि डबल पाई भन्दाखेरि पनि रेडियस हुन्छ नि त हाम्रो रेडियस डिफाइन गर्नुपर्छ रेडियस डबल रेडियस पाई भन्दाखेरि पनि रेडियस हामीले पाई निकाल्नु पर्ने भयो नि त सर्कलको के हुन्छ रेडियस हुन्छ अनि रेडियस इन्टु पाई इन्टु के हुन्छ रेडियस इन्टु फर्मुला लिने अब रेडियस इक्वल्स टु रेडियस इन्टु पाई भयो रेडियस हामीले के गर्नुपर्छ यो गरिसकेपछि हामीले सिम्पली रिटर्न नै गरिदिने हो अघि जस्तै हामीले यसमा के गरेको छ प्रोग्राम डट सिएसएस होइन ट्युटोरियलमा के गरेको थियौँ हामीले रिटर्न गरेको थियौँ यसमा पनि हामीले रिटर्न नै गरिदिने हो रिटर्न के गर्ने पाइलाई रिटर्न गरिदिने इन्टु पाई के गर्ने पाई इन्टु रेडियस पाई इन्टु रेडियस पाई इन्टु रेडियस इन्टु रेडियस हुन्छ दुई टाइम रेडियस हुन्छ नि त त्यसरी पाई इन्टु रेडियस हुन्छ यसरी अब यसरी हुन्छ रिटर्न पाई इन्टु रेडियस अब फेरि यसको एरिया र प्यारामिटर निकाल्नुपर्छ भनेर भनेको छ एरिया र प्यारामिटर निकाल भनेर भनेको छ पब्लिक स्ट्याटिक बनाउनु पर्ने हो कि स्ट्याटिक नै बनाउनु पर्ने हो पब्लिक स्ट्याटिक स्ट्रिङ प्यारामिटर भनेर बनाउने प्यारामिटरमा हामीले डबल प्यारामिटर भनेर पास गर्नुपर्छ डबल रेडियस अथवा डबल प्यारामिटर भनेको डबल रेडियस नै डिफाइन गर्नुपर्छ प्यारामिटर भनेको 2 टाइम्स रेडियस भयो प्यारामिटर भनेको रिटर्न भनेपछि 2 इन्टु पाई इन्टु रेडियस भयो नि त 2 टाइम्स रेडियस इन्टु रेडियस भयो त्यसैले यो भयो रिटर्न गर्दाखेरि यो अब हामीले यसलाई गएर कल गर्नुपर्छ प्रोग्राम डट सिएसमा कल गर्दाखेरि हाम्रो मेन मेथडभित्र नै कल गर्ने हो यदि हामीले मेन मेथडभित्र कल गर्दाखेरि यो मेन मेथडभित्र नै कल गर्ने हो यसभित्र कल गर्दाखेरि डबल रेडियस इक्वल्स 10 भनेर डिफाइन गर्यो डबल रेडियस इक्वल्स 10 भनेर डिफाइन गर्यो अर्को कन्सोल डट राइट लाइन रेडियस भनेर डिफाइन गर्ने अर्को कन्सोल डट राइट लाइन प्यारामिटर भनेर डिफाइन गर्ने रेडियस भनेर डिफाइन गर्ने यसो डिफाइन गर्दाखेरि के एरर आयो फेरि कन्भर्ट गर्नुपर्छ स्ट्रिङमा कन्भर्ट गर्नुपर्छ भाइ कन्भर्ट गर्नुपर्छ स्ट्रिङमा के भनेको छ स्ट्रिङमा के कन्भर्ट गर्नुपर्छ त्यसरी डबल स्ट्रिङमा छ भनेर भनेको छ कता सर्कल डट सिएसमा रहेछ नि त डबल पाई यो हालेको छु के भएको स्ट्रिङमा कन्भर्ट गर्नुपर्छ
के स्ट्रिङ सरी यता जस्ट के गरिदिनु पर्ने रहेछ डट एउटा टु स्ट्रिङ भन्ने मेथड लेखिदिनु पर्ने रहेछ सिम्पली यही हो यसरी टु स्ट्रिङ भनेर मेथड लेखेर यसमा कन्भर्ट गर्नु टर्नमा यो स्ट्रिङ भन्ने मेथडमा यसमा यसमा चाहिँ प्यारेन्थेसिस दिन बिर्सनुहुन्न सिफ्ट कन्ट्रोल सिफ्ट स्टार्ट एन्ड प्यारेन्थेसिस यो यसलाई चाहिँ टु स्ट्रिङमा कन्भर्ट गर्नुपर्दो रहेछ नि त स्ट्रिङमा कन्भर्ट गर्नुपर्ने रहेछ अब टु स्ट्रिङमा कन्भर्ट गर्नुपर्ने रहेछ कन्भर्ट चाहिँ जान्छ टु स्ट्रिङमा यसरी अब प्रोग्राम त चेन्जबाट रन गर्दाखेरि चल्छ अब आयो भनेको 10 भनेर देखायो है हामीले आज चाहिँ के सिक्यौँ भने चाहिँ डिफ्रेन्ट क्लास बनाएर अनि त्यसलाई मेन मेथडमा कसरी कल गर्ने अनि कसरी मेन मेथडमा त्यसलाई त्यसको प्रोग्राम द सिएसको मेन मेथडमा कसरी हामीले अब्जेक्ट बनाउने भनेर सिक्यौँ यसरी कसरी हामीले अब्जेक्ट बनाउनु भनेर सिक्यौँ अब अर्को क्वेसनमा जाऊँ हामीहरू डेटा टाइप र टाइप कन्भर्जन भन्ने छ कन्भर्ट इन्टु भनेर युज गर्नुपर्छ हामीले कन्भर्ट टु भनेर युज गर्नुपर्छ डेटा टाइप र टाइप कन्भर्जन भन्ने छ एउटा डेटा टाइप र टाइप कन्भर्जन भन्ने छ टाइप कन्भर्जनलाई हाम्रो कन्भर्ट टु भनेर युज गर्नुपर्ने हुन्छ कन्भर्ट टु होइन कन्भर्ट टु भन्ने युज गर्नलाई के बनाउँ भनेर एउटा इनिसियलाइज भ्यारिएबल बाइट सर्ट र इन्ट भनेर फ्लोट रङ डेसिमल जुन पनि एउटा भ्यारिएबल इनिसियलाइज गर भनेर भनेको छ डिक्लेयर गर भनेको छ अनि त्यसपछि कन्भर्ट अफ इन्टिजर भ्यालु 42 टु स्ट्रिङमा कन्भर्ट गर भनेर भनेको छ 42 लाई स्ट्रिङमा कन्भर्ट गर भनेर भनेको छ यो भन्ने कसरी गर्ने हो चाहिँ हेर्नु पर्यो कसरी गर्ने भन्ने हेरौँ यसरी डिक्लेयर गर्ने रहेछ डिक्लेयर गरिसकेपछि चाहिँ हाम्रो भ्यालुहरू गर्ने रहेछ मेथडमा पढ्नु सक्यो यसको लागि डिफ्रेन्ट क्लास बनाऊँ डिफ्रेन्ट क्लासमा बाइट नङ र सर्ट भनेर प्रिन्ट गर्नुपर्छ कन्भर्ट इन्टु भन्दाखेरि यसरी टु स्ट्रिङ भनेर कन्भर्ट गर्ने कन्भर्ट टु डबल भनेर गर्ने हुन्छ यसरी म चाहिँ यस्तो गर्छु अब अहिले बेला सिम्पली म डिफाइन गर्नलाई यही कोडलाई कपी पेस्ट गरेर म तिमीलाई एक्सप्लेन गर्छु कोडलाई कपी पेस्ट गरौँ यहाँसम्म कन्ट्रोल सी गरौँ यहाँ एउटा क्लास बनाउने अघिको जस्तो टाइप कन्भर्जनको लागि एउटा क्लास बनाउँ टाइप कन्भर्जन भन्ने एउटा क्लास बनाऊँ टाइप कन्भर्जन टाइप कन्भर्जन पब्लिक भनेर बनाऊँ त्यसभित्र एउटा मेन मेथड बनाऊँ पब्लिक स्ट्याटिक void टाइप कन्भर्जन भनेर बनाऊँ कन्भर्जन भनेर एउटा बनाऊँ यसभित्र यो डिफाइन यसरी प्रिन्ट गर्यो भनेको यो बाइट बी भन्ने डिफाइन गर्यो सर्ट एस भनेर डिफाइन गर्यो अनि इन्ट आई भनेर यसरी प्रिन्ट गर्ने यसरी प्रिन्ट गर्यो त्यसलाई त्यसो गर्यो यसलाई नम्बरलाई सिम्पली टु स्ट्रिङ भनेर डिफाइन गर्यो भने स्ट्रिङमा कन्भर्ट भइहाल्छ
डेसिमलको लास्टमा एम लेख्नुपर्छ त्यसपछि पाई स्ट्रिङ भन्दाखेरि 3.14 भनेर भ्यालु त्यहाँ छ भने कन्भर्ट टु डबल भनेर भन्दाखेरि पाई स्ट्रिङ भनेर लेख्दाखेरि डबलमा कन्भर्ट भइहाल्छ कन्भर्ट डट टु डबल भनेर गर्दाखेरि डबलमा कन्भर्ट भइहाल्छ अनि यसरी हामीले प्रिन्ट गर्नुपर्छ हामीले प्रिन्ट गर्ने स्टेटमेन्ट कन्सोल डट राइट लाइन बाइट भ्यालु प्लस भी भनेर बी भनेर प्रिन्ट गरेको छ अनि हामीले यो प्रिन्ट गरिसके सबै प्रिन्ट गरिसकेपछि हामीले प्रोग्राम डट सिएसमा कल गर्नुपर्छ CS अब हाम्रो के छ कन्भर्जनभित्र टाइप कन्भर्जनभित्र चाहिँ कन्भर्जन भन्ने छ प्रोग्राम डट सिएसमा कसरी कल गर्ने भन्छ यसरी कता छ यसरी कल गरेको छु मैले यसरी कल गर्नुपर्छ टाइप कन्भर्जन भित्रको डट कन्भर्जन भित्र के डिफाइन गर्नुपर्छ भनेपछि यसरी सपोज 10 भनेर लेखेको 10 भनेर डिफाइन यसरी कल गर्यो यो सबै देखाउँछ मेथड द कल गर्यो भने यो सबै प्रिन्ट भएर देखाउँछ बाइट भ्यालु 10 भनेर भन्छ सर्ट भ्यालु 1000 भनेर भनेको छ बाइट सर्ट र इन्ट लङ फ्लोट सबै डेटा टाइप क्यारहरू सबै डेटा टाइपहरू प्रिन्ट भयो कन्भर्जन टाइप कन्भर्जन पनि भयो हाम्रो भनेको एरे र मेथड भनेर बनाएको छ एउटा एरे डट सर्ट भनेर युज गर्नुपर्छ एरे डट रिजर्भ युज गर्नु मिल्छ एरे रिभर्स युज गर्नु मिल्छ एरे डट इन्डेक्स अफ युज गर्नु मिल्छ हामीले अब एउटा एरे र एउटा यो भएको छ नि यो स्ट्रिङ भन्ने भएको छ अब एरेको के हुन्छ क्रिएट अ सिङ्गल डाइमेन्सनल एरे भनेर भनेको छ एउटा सिङ्गल डाइमेन्सनल एरे भनेर बनाऊ भनेर भनेको छ इन्ट स्क्वायर ब्राकेटमा एउटा सिङ्गल डाइमेन्सनल एरे बनाऊ भनेर भनेको छ है के हुन्छ यो हुँदैन अब यसमा हुँदो रहेछ अहिले लेट्स सेभ एउटा सिङ्गल डाइमेन्सनल एरे बनाउने अनि त्यसपछि एरे डट सर्ट एरे डट रिभर्स र एरे डट उयो युज गर्ने एरे डट अनि लुप युज गरेर गर्नुपर्ने रहेछ हामीले फर्स्टमा यसलाई नै कपी पेस्ट गर्छु म भनेको एउटा हाम्रो इन्ट नम्बर्स भन्ने एउटा बनाउनु पर्ने रहेछ अब एउटा नयाँ क्लास बनाउँछु म नयाँ क्लास बनाइसकेपछि एड क्लास एरे भनेर बनाउँछु सिङ्गल डाइमेन्सनल एरे एरे भनेर एउटा क्लास बनाउँछु त्यो क्लासभित्र चाहिँ पब्लिक भनेर एउटा बनाउँछु यसभित्र चाहिँ एउटा फर्स्टमा के डिक्लेयर गर्नुपर्छ भन्छ वानमा भनेको एरे डिफाइनिङ एरे or एरे एरे डिफाइन गर्नुपर्छ एरे डिफाइन गरिसकेपछि तल चाहिँ इन्ट यो एरे भनेर डिफाइन गर्दाखेरि कसरी इन्ट एरे भनेर एरेको ठाउँमा हामीले के डिफाइन गर्नुपर्छ नम्बर्स इन्ट नम्बर्स भनेर डिफाइन गर्नुपर्छ
नम्बर्सभित्र चाहिँ नम्बर्सभित्रको कर्ली ब्रासेसभित्र कर्ली ब्राकेट एरे जोइन पनि कर्ली ब्राकेटभित्रमा डिक्लेयर गर्न मिल्छ 10 9 8 7 7 6 5 4 3 2 1 यो भयो सिंगल डाइमेन्सनल एरे अर्को के भयो भनेपछि अर्कोमा सिंगल डाइमेन्सनल एरे डिक्लेयर गर्यो अनि त्यसपछि के युज गरेर भनेको छ क्वेसनमा एरे डट सर्ट भनेर युज गरेर भनेको छ एरे डट सर्ट टुमा using array dot sort function sort method inbuilt function inbuilt function यसभित्र हामीले के गर्नुपर्छ भनेपछि यसभित्र एरे सिम्पली एरे डट सर्ट युज गर्ने यसभित्र नम्बर्स भनेर डिफाइन गर्ने नम्बर्स भनेर डिफाइन गर्ने अगाडि के पनि डिफाइन गर्नुपर्छ मिस्टेक भयो एरे डट सर्टमा चाहिँ युज गर्ने एरे डट सर्ट नम्बर्स भनेर डिफाइन गर्ने है सिम्पली एरे डट सर्ट नम्बर्स भनेर डिफाइन स्पेलिङ मिस्टेक भयो नि त एरे डट सर्ट नम्बर्स भनेर डिफाइन गरेको छ ओके एरे डट सर्ट नम्बर अब एउटा एरे डट सर्ट फङ्सन युज गरेर भनेर भनेको छ भने अर्को हामीले के युज गर्नुपर्छ अर्को चाहिँ 3 मा युजिङ एरे डट रिभर्स फङ्सन भनेर लुपमा प्रिन्ट गरेर भनेर युजिङ एरे डट रिभर्स फङ्सन भनेको एरे डट रिभर्स भनेर इनबिल्ट फङ्सन हुन्छ रिभर्स यसभित्र नम्बर भनेर डिफाइन गर्ने यसरी अर्कोमा के युज गरेर भनेको छ भने यसलाई लुपमा प्रिन्ट गरेर भनेर भनेको छ फर कन्सोल यसलाई प्रिन्ट इच एलिमेन्ट भनेर भनेको छ अब अर्को फोर्थमा के गर्ने फोर्थमा प्रिन्टिङ इच एलिमेन्ट्स भनेर भने इच एलिमेन्टहरू प्रिन्ट गर्ने भनेर भन्ने प्रिन्टिङ इच एलिमेन्ट्स भन्दाखेरि जहिले पनि कन्सोल डट राइट लाइन नै युज गर्ने हो कन्सोल डट राइट लाइन के भने के भनेर प्रिन्ट गर्ने भनेपछि एरे एलिमेन्ट्स भनेर प्रिन्ट गर्यो एरे एलिमेन्ट्स भनेर प्रिन्ट गर्यो अर्को भनेको हाम्रो लुप लगाउनु पर्छ फर के युज गर्यो फर इन्ट आई इक्वल्स 0 छ भने इन्ट 0 छ भने 0 बाट स्टार्ट हुने इन्ट आई इक्वल्स 0 छ भने आई चाहिँ के छ आई चाहिँ ग्रेटर देन नम्बर छ भने आई चाहिँ के छ भने ग्रेटर देन नम्बर छ भने ग्रेटर देन नम्बर्स छ भने नम्बर्स डट लेन्थ युज गर्नुपर्छ लेन्थ भन्ने फङ्सन युज गर्नुपर्छ इनबिल्ट फङ्सन GTS लेन्थ डट लेन्थ छ भने त्यसपछि आई प्लस प्लस डिफाइन गरिदिने अनि के गर्ने नम्बर्स चाहिँ आई इन्डेक्स अफ आई भनेर प्रिन्ट गर्ने नम्बर चाहिँ के console dot write line मा के प्रिन्ट गर्ने नम्बर अफ आई भनेर प्रिन्ट गर्ने नम्बर्स भित्र
आई भनेर यो प्रिन्ट गरिदिने यो भनेर प्रिन्ट गर्नुपर्छ प्रिन्ट गरियो है अब हामीले फाइन्ड गर्नुपर्छ इन्डेक्सको नम्बरलाई स्पेसिफिक नम्बर अनुसार सर्च गरेर भनेर भनेको छ यो कोड हुन्छ लास्टमा स्पेसिफिक नम्बर अनुसार सर्च गरेर भनेको छ क्वेसनमा यसरी हुन्छ यो के आइरहेको छ कोडको स्ट्रक्चर नै बिग्रिरहेको छ ओ यसमा मेथड बनाउनु बिर्छ नि त पब्लिक स्ट्याटिक void array भन्ने एउटा मेथड बनाउँछु array भन्ने एउटा मेथड बनाउँछु सिम्पल मिस्टेक छ मेथड बनाउनु बिर्सिनु हुन्छ नि त हाम्रो अनि यो एउटा मेथड भित्र हुन्छ नि त हाम्रो मेन मेथड भित्र हुन्छ नि त्यसरी सर्ट भनिहाल्यो यसो हुन्छ नि त यसको तल छ नि यसलाई कपी गर्ने यसरी पेस्ट गर्ने array माथ पनि छ नि त यहाँ चाहिँ न्यू array भन्ने अब त सिम्पली हामीले के गर्नु भन्दाखेरि मेथड बनायौँ अब यसलाई सिम्पली हामीले प्रोग्राम के बनायौँ भने चाहिँ एउटा क्लास बनायौँ क्लासभित्र मेथड न्यू एरे भन्ने एउटा मेथड बनायौँ न्यू एरे भन्ने एउटा मेथड बनायो भने चाहिँ एरे क्रिएट गऱ्यौँ 5 फेभरेट नम्बरहरूबाट एरे क्रिएट गऱ्यौँ अनि त्यसपछि त्यसलाई सर्ट युज गऱ्यौँ सर्ट एरे डट सर्ट भन्ने इनबिल्ट फङ्सन युज गऱ्यौँ एसेन्डिङ अर्डरबाट सर्ट गर्नेलाई नम्बर्स एरे डट रिभर्स भनेर युज गर्दाखेरि रिभर्स अर्डरमा नम्बरहरू देखाइदिन्छ अनि त्यसपछि एरे एलिमेन्ट्सहरू प्रिन्ट गरेँ अनि त्यसपछि लुपमा डिस्प्ले गरेँ यसलाई इन्ट आई इक्वल्स 0 आई इज ग्रेटर देन नम्बर्स डट लेन्थ भनेर आई प्लस प्लस भनेर अनि त्यसपछि कन्सोल डट राइट लाइन भनेर नम्बर्स आईलाई प्रिन्ट गरेँ अनि त्यसपछि फाइन्ड इन्डेक्स अफ अ स्पेसिफिक नम्बर भन्दाखेरि इन्सर्ट नम्बर 25 भनेर सर्च गरेँ इन्ट इन्डेक्स एरे डट इन्डेक्स अफ भनेर युज गरेँ इन्डेक्स अफ भन्ने इनबिल्ट फङ्सन युज गरेँ अनि नम्बर सर्च नम्बर्स भनेर गरेँ इन्डेक्स अनुसार सर्च गरेर भनेर त्यसरी प्रिन्ट गरेँ अब यसलाई प्रिन्ट गरेँ त्यसलाई अनि अब यसलाई के गर्ने भनेपछि अब यसलाई प्रोग्राम द सिएसमा कल गर्ने प्रोग्राम द सिएसमा कल सिम्पली के गर्ने भन्दाखेरि टाइप होइन यता सिङ्गल डाइमेन्सनल एरे भित्रको न्यू एरे भन्नेलाई कल गर्ने यसरी अनि यसरी न्यू एरे भन्ने एउटा फङ्सनलाई मात्र कल गर्ने यसरी कल गऱ्यो भने भरको सबै जे छ त्यसको आउटपुट देखाइदिन्छ अब आउटपुट देखाइदिन्छ यसरी एरे एलिमेन्ट्स भनेको इन्डेक्स अफ 0 भन्दाखेरि 0 इन्डेक्सदेखि सुरु भएको छ भन्दाखेरि 25 18 10 र 5 र 2 देखाइदिन्छ यसरी सिम्पली यही हो अब अर्को क्वेसनले के भनेको छ भने हाम्रो क्वेसन अलिकति कन्फ्युजन हुन्छ पढ्यो भने चाहिँ हुन्छ अर्को भनेको एउटा लिस्ट बनाऊ भनेर भनेको छ लिस्टभित्र चाहिँ
नेम अफ थ्री फेभरेट फ्रुट्स भनेर बनाऊ भनेर पठाऊ भनेर भनेको छ। अनि त्यसपछि त्यसलाई चाहिँ एड गर न्यू फेभरेट लिस्ट, न्यू लिस्टभित्र एड गर भनेर भनेको छ। न्यू लिस्ट भनेको एउटा एम्प्टी लिस्ट बनाउनुपर्छ। अनि त्यसपछि एउटा डिक्सनरी बनाऊ भन्ने छ। अनि इन्ट स्ट्रिङ भनेर बनाऊ भन्ने छ। रिमुभ वान फ्रुट फ्रम लिस्टबाट एउटा फ्रुटलाई रिमुभ गर भनेको छ। फर इच लुप लगाएर प्रिन्ट गर भनेर भनेको छ। ओके, यसलाई कसरी गर्ने भन्दाखेरि कपी टेक्स्ट गर्ने त्यो पनि गर्न सकिन्छ। सेट अल एउटा स्ट्रिङ भन्ने बनाउने। अनि त्यसभित्र नयाँ लिस्ट बनाउने। अनि नयाँ लिस्ट बनाइसकेपछि फ्रुट दट एड भन्ने रिमुभ भन्ने फङ्सन युज गर्ने। त्यसपछि फर इच लुप बनाउने। डिक्सनरी भन्दा न्यू डिक्सनरी हुन्छ। एप्पल बनाना अरेन्जहरू हाल्ने। अनि यसरी के भ्याल्यु बियरमा प्रिन्ट चाहिँ फेरि के कहिलेको लागि यसलाई नै प्रिन्ट हामी चाहिँ मेनली के गर्नुपर्छ भनेपछि एउटा नयाँ क्लास बनाउने। म टाइपिङ गरेर पनि लेख्छु। एउटा नयाँ क्लास बनाउने। नयाँ क्लास बनाउँदाखेरि एउटा लिस्ट होइन फ्रुट भन्ने लिस्ट अफ फ्रुट भनेर एउटा नयाँ क्लास बनाउँछु। के भयो एडिटर त कन्फिगर आयो। नयाँ क्लास बनाउँदाखेरि यो डिलिट गरिदिन्छु। एड क्लास एउटा लिस्ट अफ फ्रुट भनेर एउटा बनाउँछु। फ्रुट्स भनेर एउटा क्लास बनाउँछु। त्यो नाम चाहिँ हुन्छ। मैले एउटा लिस्ट अफ फ्रुट भनेर क्लास बनाएँ। अनि यसभित्र एउटा मेथड बनाउनुपर्छ फ्रुट्स भन्ने। न्यू फ्रुट्स भन्ने पब्लिक स्ट्याटिक मेथड नै बनाउने। भोइड न्यू 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 फ्रुट्स भन्ने एउटा क्लास बनाउनुपर्छ। त्यो मेथड बनाउनुपर्छ। एउटा मेथड बनाइसकेपछि यसभित्र चाहिँ हाम्रो जे पनि हुन्छ यसभित्र प्रिन्ट गर्नुपर्छ। हामीले एउटा लिस्ट बनाउनुपर्छ। लिस्ट लिस्टभित्र चाहिँ स्ट्रिङ डिफाइन गर्ने। एउटा सिम्पली लिस्टभित्र हामीले एउटा सिम्पली एउटा स्ट्रिङ डिफाइन गर्यो। स्ट्रिङभित्र फ्रुट्स इक्वल्स न्यू लिस्ट स्ट्रिङ भनेर डिफाइन गर्यो। त्यो न्यू लिस्ट स्ट्रिङभित्र हामीले एउटा के गर्नुपर्छ भने चाहिँ हाम्रो एउटा यसभित्र हामीले के गर्नुपर्छ एउटा लिस्ट अफ स्ट्रिङहरू लिस्ट अफ एप्पलहरू डिफाइन गर्नुपर्छ। लिस्ट अफ फ्रुटहरू डिफाइन गर्नुपर्छ हामीले। यसरी गर्नु। यसभित्र हामीले लिस्ट अफ फ्रुटहरू डिफाइन गर्नुपर्छ। लिस्ट अफ फ्रुट डिफाइन गर्दाखेरि एउटा एप्पल हुन्छ। एप्पल अर्को के हुन्छ बनाना डिफाइन गरिदिन्छु। बनाना बनाना अर्को के हुन्छ ग्रेप्स हुन्छ। ग्रेप्स ग्रेप्स हुन्छ। अर्को के भन्यो छैन। ओ यो मिस्टेक भयो नि त। यस्तो हुन्छ नि त। यसभित्र पो गर्नु हुन्छ हामीले। यसभित्र एप्पल हुन्छ एउटा। अर्को भनेको बनाना हुन्छ। अर्को भनेको ग्रेप्स हुन्छ। अर्को भनेको पाइनएप्पल हुन्छ। सपोज तिनवटा पास गर्यो भनेर भनेको छ नि त। तिनवटा पास गर्ने। अब हाम्रो सेकेन्ड स्टेप भनेको के छ भन्दाखेरि एउटा के गर्यो। एउटा चाहिँ मैले यी कमेन्ट हालिदिन्छु। एउटा चाहिँ मैले के गरेँ भन्दाखेरि लिस्ट थ्री फ्रुट्सको लिस्ट बनाएँ। तिनवटा फ्रुट एड गरेर
अब अर्को स्टेप भनेको के हुन्छ भने चाहिँ अर्को स्टेप भनेको चाहिँ एउटा फ्रुट एड गर्ने एउटा स्टेप भयो एउटा फ्रुट एड गर भनेर भनेको छ एड फ्रुट गरेर भनेको छ भने फ्रुट एड गर्नलाई के गर्ने लिस्ट डट एड भनेर भन्यो होला हो अनि फ्रुट्स डट एड भन्ने यो एउटा लिस्ट बनायो फ्रुट्स डट एड भन्ने अर्को भन्ने एउटा के भयो एडिङ फ्रुट्स भनेर भन्यो फ्रुट्स FRUITS फ्रुट्स डट एड भन्ने एउटा बनायो यसभित्र के बनायो भनेपछि यसभित्र अरेन्ज भन्ने एउटा एड गर्यो सो फ्रुट्स डट एड भन्ने बनायो एउटा अरेन्ज फ्रुट्स डट एड भन्ने बनायो एउटा पाइनएप्पल भन्ने एड गर्यो पाइनएप्पल भन्ने एड गर्यो यसरी अर्को भनेको हाम्रो रिमुभ पनि गर्नुपर्छ भनेर भनेको छ रिमुभ पनि गरेर भनेर भनेको छ प्रिन्ट गरेर भनेको छ प्रिन्ट अल फ्रुट्स भनेर भनेको छ फ्रुट्स फेरि त्यही सेम फ्रुट्स डट रिमुभ भन्ने फङ्सन युज गर्नुपर्छ रिमुभ भन्ने फङ्सन मेथड युज गरेर फ्रुट्स डट केलाई रिमुभ गरौँ भन्दाखेरि केलाई रिमुभ गरौँ त एप्पललाई रिमुभ गरौँ अहिलेको लागि एप्पललाई रिमुभ गर्ने अनि त्यसपछि यसको तल के प्रिन्ट गर्नु भन्दाखेरि कन्सोल डट राइट लाइनभित्र के द लिस्ट अफ फ्रुट्स भनेर भन्ने द लिस्ट अफ फ्रुट्स भनेर प्रिन्ट गर्ने फर इच लुप कसरी लगाउने अब भन्दाखेरि फर भनेको फर इच लुप भन्दाखेरि फर इच लुप भनेर मात्र हाल्नु पऱ्यो लागि फर इच लुप युज गर्दाखेरि फर इच भन्ने एउटा लुप युज गर्ने फर इच भन्ने एउटा लुप युज गर्ने भ्यार आइटम्स इन फ्रुट्स भनेर एउटा डिफाइन गर्ने के भन्दाखेरि भ्यार स्ट्रिङ फ्रुट्स इन फ्रुट्स भन्ने डिफाइन गर्ने स्ट्रिङ फ्रुट इन फ्रुट्स भन्ने डिफाइन गर्ने है स्ट्रिङ फ्रुट इन फ्रुट भनेर डिफाइन गर्यो यसभित्र चाहिँ हामीले प्रिन्ट गर्नुपर्ने जस्ट प्रिन्ट के गर्नुपर्छ कन्सोल डट राइट लाइनभित्र के प्रिन्ट गर्ने त एउटा एन्ड भनेर प्रिन्ट गर्ने कन्सोल राइट लाइनभित्र एउटा फ्रुट भन्ने प्रिन्ट गर्ने FRUIT फ्रुट्स भन्ने एउटा प्रिन्ट गर्यो यसभित्र फ्रुट भन्ने एउटा प्रिन्ट गर्यो फर इच लुप लगायो अर्को फर इच लुप लगाइसकेपछि के एउटा डिक्सनरी क्रिएट गर भनेर भनेको छ एउटा डिक्सनरीभित्र फेरि एउटा फ्रुट डिक्सनरीभित्र एउटा फोर भनेर एउटा एड गर्ने भनेर भनेको छ त्यो कि भ्यालु पेयरमा हुन्छ डिक्सनरीभित्र बनाऊ भनेको छ त्यसलाई फेरि लुप युज गरेर भनेको छ एउटा डिक्सनरी बनाउने PICT भनेर एउटा डिक्सनरी भनेर एउटा बनायो डिक्सनरीभित्र के हुन्छ एउटा इन्ट हुन्छ के र भ्यालु हुन्छ इन्ट हुन्छ डिक्सनरीभित्र एउटा इन्ट हुन्छ अर्को स्ट्रिङ हुन्छ इन्ट र स्ट्रिङ डिफाइन गर्ने के र भ्यालु हुन्छ इन्ट स्ट्रिङ अनि त्यसपछि फ्रुट डिक्स्ट भनेर बनाउने र फ्रुट डिक्स्ट भनेर एउटा बनायो न्यू डिक्सनरी भनेर एउटा बनायो अनि यसभित्र चाहिँ यो दुईवटा कर्ली ब्रासेस हाल्ने अब यसभित्र चाहिँ एउटा डिक्सनरी बनाउनुपर्छ डिक्सनरीमा मैले के बनाएँ भने चाहिँ यसलाई कपी पेस्ट गर्दै पर्छ जस्ट डिक्सनरीमा यसलाई कपी पेस्ट गरिदिएँ यहाँभित्र पेस्ट गरिदिएँ है अथवा यस्तो गर्नु एउटा डिक्सनरी भन्ने एउटा गर्ने बनाएँ अनि फोरमा हामीले के एड गर्नुपर्छ फ्रुट डट एड डिक्सनरी भनेको जहिले पनि कर्ली ब्राकेटमा बनाउनुपर्छ कर्ली ब्राकेटमा कर्ली ब्राकेटमा हुनु हुँदैन प्यारेन्थेसिसमै हुनुपर्छ एड भन्ने फङ्सन प्यारेन्थेसिस प्यारेन्थेसिसभित्र के गर्ने फोरमा अरेन्ज भनेर एड गर्नु फोरमा अरेन्ज भनेर एड गर्ने एड पनि गर भनेर भनेको छ यस क्वेसनमा अनि त्यसपछि फेरि यसलाई यो यो स्ट्रिङ युज गरेर अनि कि भ्यालु पेयरमा एड गर भनेर भनेको छ त्यसपछि प्रिन्ट अल गरेर भनेको छ प्रिन्ट अल कि भ्यालु पेयर्स पनि फर लुप युज गरेर गर्नुपर्छ प्रिन्ट मात्र गरेर भनेको छ त्यसरी फर इच लुप युज गर्दाखेरि पनि हुन्छ
यसरी प्रिन्ट मात्र गर भनेर भनेको छ। प्रिन्ट मात्र गर भनेर भन्दाखेरि हामीले \n युज गरेर गर्नुपर्छ। \n हियर छ स्पेस \n युज गर्ने अनि फ्रुट्स भनेर भन्ने \n फ्रुट्स डिक्सनरी भनेर प्रिन्ट गर्ने। फ्रुट्स डिक्सनरी FRUITS फ्रुट्स फ्रुट डिक्सनरी भनेर प्रिन्ट गर्ने। त्यसपछि फेरि फर इच लुप लगायो। फर इच लुपमा एउटा की भ्यालु पेयर हुन्छ। की भ्यालु पेयरमा के हुन्छ भने चाहिँ भ्यारको सट्टा की भ्यालु पेयर भनेर एउटा निकाल्यो। की भ्यालु पेयर भन्ने एउटा हुन्छ। की भ्यालु पेयर भित्र के हुन्छ इन्ट कमा स्ट्रिङ हुन्छ अनि फ्रुट्स आइटम इन फ्रुट डिक्स्ट भनेर हुन्छ। यसभित्र सिम्पली के प्रिन्ट गर्ने भन्दाखेरि एउटा आइटम की भन्ने प्रिन्ट गर्ने र आइटम भ्यालु भनेर प्रिन्ट गर्ने। यसरी आइटम की भनेर एउटा प्रिन्ट गर्ने, आइटम की भनेर प्रिन्ट गर्ने, एरो गर्दाखेरि आइटम डट की भनेर प्रिन्ट गर्ने, आइटम डट भ्यालु भनेर प्रिन्ट गर भनेर भनेको छ। यसलाई जस्ट अब हामीले प्रोग्राम द सीएसमा कल गर्नुपर्छ। प्रोग्राम द सीएसमा कल गर्दाखेरि हाम्रो के छ भने चाहिँ लिस्ट अफ फ्रुट्स भित्रको डट न्यू फ्रुट्स भनेर डिफाइन गर्ने। त्यसभित्र यसरी कल गर्ने। जस्ट प्रोग्राम द सीएसमा कल गरिसकेपछि आउँछ। त्यसले गर्दाखेरि यहाँ आउटपुट देखेँ यसरी 1 भन्दाखेरि बनाना ग्रेप्स र पाइनएप्पल भनेर भनेको छ। एड गरिसकेपछि रिमुभ एप्पल गर्यो अनि फेरि एड गर्दाखेरि एप्पल बनाना अरेन्ज भनेर देखायो। 1 2 3 4 गरेर देखायो। यो भनेको डिक्सनरी भयो। यो भनेको लिस्ट अफ फ्रुट्स भनेर देखायो। यो भनेको लिस्ट अफ फ्रुट्स, यो भनेको फ्रुट्सको डिक्सनरी भनेर देखायो। आजको लागि यति नै गरौँ। अब हाम्रो आज लास्टमा के कोडको फ्लो के हुन्छ भनेपछि आज हामीले के सिक्यौँ भन्दाखेरि आज हाम्रो कोडको फ्लो के सिक्यौँ भन्दाखेरि फर्स्टमा आज हामीले आजको क्लासमा हामीले रियुजेबल क्लास बनाउन सिक्यौँ। क्लास भनेको डिफ्रेन्ट क्लास बनायौँ। क्लास बनाएर त्यसलाई मेन मेथडमा कसरी कल गर्ने, डिफ्रेन्ट क्लास बनायौँ। डिफ्रेन्ट क्लास बनाएर त्यो क्लासलाई छ नि त्यो क्लासलाई मेन मेथडभित्र कसरी कल गर्ने, कलिङ क्लास इन मेन मेथड। त्यो पनि कुन हो त स्ट्याटिक मेन मेथड। त्यो पनि कुन हो त स्ट्याटिक हो। स्ट्याटिक मेन मेथडमा कसरी कल गर्ने। अनि त्यसपछि त्यो मेन मेथडमा कल गर्नुभन्दा अगाडि क्लासको मेन मेथडभित्र कसरी कल गर्ने अनि त्यो क्लासभित्र मेन मेथड बनाउने अनि मेन मेथडभित्र कसरी अब्जेक्ट बनाउने भनेर हेर्नु। अब्जेक्ट बनाएर त्यो फङ्सनलाई कसरी कल गर्ने भनेर सिक्यौँ हामीले स्ट्याटिक मेथडमा। भनेपछि डिफ्रेन्ट क्लासहरू बनायौँ। यो हो फ्लो आजको। आज हामीले के पढ्यौँ, भ्यारिएबल र डेटा टाइपको बारेमा पनि पढ्यौँ। आज भ्यारिएबल र डेटा टाइप। अर्को भनेको हाम्रो के पढ्यौँ, लिस्ट डिफाइन गर्नु पढ्यौँ। लिस्ट अनि डिक्सनरीको बारेमा। लिस्ट भनेको चाहिँ जहिले पनि यसरी डिफाइन गर्छौँ हामीले। यसभित्र स्ट्रिङ डिफाइन गर्दाखेरि लिस्ट भयो। डिक्सनरी भनेको चाहिँ जहिले पनि की भ्यालु पेयरमा हुन्छ। की भ्यालु पेयरमा भनेको टी की हुन्छ र टी भ्यालु पेयरमा हुन्छ।
की भ्यालु पेयरमा हुन्छ, टी की र टी भ्यालु भनेको जहिले पनि की भ्यालु पेयरमा हुन्छ। अनि हाम्रो लुपको बारेमा सिक्यौँ, फर लुप र फर इच लुपको बारेमा के हुन्छ। फर लुपमा चाहिँ हाम्रो इन्क्रिमेन्ट हुन्छ, इन्क्रिमेन्ट र डिक्रिमेन्ट हुन्छ। यसमा चाहिँ इन्क्रिमेन्ट एन्ड डिक्रिमेन्ट हुन्छ। अर्को भनेको फर इच लुप यसरी हुन्छ, फर यसरी भ्यार आइटम इन आइटम्स भन्यो भने सपोज यो भनेको चाहिँ फर इच लुप भयो। फर इच लुपको सिन्ट्याक्स यो हुन्छ, यो भनेको चाहिँ फर इच लुपको सिन्ट्याक्स भयो है। आज हामीले भनेको इन सर्ट हामीले यतिको बारेमा पढ्यौँ आज। आजको लागि यति नै। हामी अर्को क्लासमा चाहिँ हामी फर्दर मोर डिटेलमा पढ्छौँ। नमस्कार सबैलाई, नमस्कार, थ्याङ्क यू र गुड बाई।